फर्स्ट अफ अल हाम्रो अडियन्सहरूलाई होइन भ्युअर्सहरूलाई चाहिँ हजुरको थोरै इन्ट्रोडक्सन दिनु न को हुनुहुन्छ के गर्नुहुन्छ यताउता हाई मेरो नाम दीक्षा हो अनि म चाहिँ मेकअप आर्टिस्ट हो खासमा बाई माई पर्सनल फेभरेट प्रोफेसन चाहिँ आई डु अ पार्ट टाइम अन द साइड तर म अहिले चाहिँ आई ट्राई माई बेस्ट टु लाइक जति सकिन्छ त्यति मेकअपतिर लाग्न लागि अनि वेल द्याट्स मोस्ट अफ वाट आई डु त्यो बाहेक वेल यु माइट हेभ सिन मी आई पपर्सको पुरानो भिडियोहरूमा ओके सायद पोर्चुगलबाट यदि भिडियो हेर्दै हुनुहुन्छ भने चाहिँ मेबी होइन सबैले चिन्नुहुन्छ होला उहाँले पहिला लामो कपाल थियो अलि पातलो थिएँ अलिकति अहिले मोटा छु कपाल सानो छ कलर गरेर छ सो इट्स इन्टायरली डिफ्रेन्ट तर या सो यु माइट नो मी फ्रम देयर एज वेल मैले युजली मेकअप गरेर हुन्छ सो पिपल माइट नो मी फ्रम देयर एज वेल अनि त्यो एक्चुअली कहिले काहीँ तपाईँहरूको भिडियोहरू हेरिरहँदा तपाईँको इन्स्टाग्राम स्टोरिजहरू हेर्दा त कता सिङ्गिङ पनि गरिरहेको देखिरहेको हुन्छ एक्चुअली के हो यार त्यो चाहिँ अब एउटा हुन्छ प्रोफेसन एउटा हुन्छ हबी अनि हबीमा यु नेभर हेभ टु मच स्किल्स बट यु क्यान सम हाउ डु समथिङ सो द्याट इज माई हबी यसको अर्थ कि म गीत गाउन सक्छु म नोट पनि हान्न सक्छु तर म त्यसलाई धामी राख्न सक्दिनँ भनेपछि चाहिँ एज अ प्रोफेसन चाहिँ एज अ मेकअप आर्टिस्ट भयो भने एज अ सिङ्गर भनौँ चाहिँ हबी हो बाथरुम सिङ्गर पर्फेक्ट हो है होइन राम्रै गाउनु हुँदो रहेछ एक्चुअली हामीले देखिरहेको थियौँ एक दुईवटा तपाईँको एनिवेज लेट्स होइन टक अबाउट यर जर्नी यताउता अनि अब प्रोफेसन त धेरै छ नि त हजुर तर एज अ मेकअप आर्टिस्ट र फेसन इन्डस्ट्री नै किन त म बच्चा बेलादेखि नै एकदमै इन्टु मुभिज हो क्या दाइ बच्चा बेलादेखि नै मलाई एउटा त सानो बेलादेखि नै हलिउड काइन्ड अफ वाज आँखा अगाडि घरमा माउ पापाहरूले सबैले मन पराउने सो त्यो एउटा कल्चर अफ क्यारेक्टर मेकअप पहिलादेखि बच्चा बेला अब हाम्रो बलिउड मुभीहरूमा त्यति मजाले बल्ल बल्ल आउँदैछ नि त लाइक एसएफएक्स अनि क्रेजी मेकअपहरू तर हलिउडमा त पहिलादेखि थियो नि त सो बच्चा बेलामा ह्यारी पटर हेर्दै बेलामा त्यस्तो हुने कि यो मान्छे कसरी भर्खर बिरालो कसरी बनायो त्यो मान्छेलाई त्यस्तो हुने होइन अनि स्कुलको बेलादेखि नै एकदमै इन्टु मेकअप नै थियो नट लाइक कि आफ्नो मेकअप त्यस्तो गरिराख्ने चाहिँ होइन तर मेकअप मनपर्ने गरेको पनि मनपर्ने अरूको हेर्दा पनि यो गराएर रहेछ त्यो गराएर रहेछ सो अलवेज ह्याभ बिन इन्टु मेकअप तर कहिले रियलाइजै भएन किनकि बच्चा बेलामा डिडन्ट नो कि मेकअप आर्टिस्ट एउटा प्रोफेसन पनि हुनसक्छ सो आई अलवेज थट कि इफ यु लाइक मेकअप इफ यु लाइक कलर्स यु हेभ टु बी अ पेन्टर सो आर्टतिर लागेँ तर क्यानभस वाज नट सो मच फन फर मी बिकज आई अलवेज लभ डुइङ अन द फेस मैले आफ्नो मुखमा एक्रेलिक पेन्ट हालिदिन्थेँ कि बस्दा बस्दा ओ माई गड माई स्किन हेज बिन थ्रु सो मच तर म सो द्याट्स हाउ बेसिकली आई स्टार्टेड सो म आफ्नो माथि कति वर्षको उमेरमा हुँदाखेरि चाहिँ लाइक हुन्छ नि आई रियली लभ द्याट लाइक यो जन्डर अथवा यो चिज भनेर चाहिँ कहिले थाहा पाउनु भयो तपाईँले कति वर्षको उमेर थियो होला मैले थाहा पाएको भनेको चाहिँ दाइ एकदम ढिलो खासमा आई डोन्ट थिङ्क सो आम अ स्मार्ट पर्सन है मैले चाहिँ खासमा कस्तो थियो भने म नेपालमा थिएँ अनि त्यो बेला आई वाज विथ डेटिङ समबडी अनि हामी दुईजना चाहिँ कस्प्ले जान लाग्थ्यौँ कि सँगै कस्प्ले गर्नलाई सो कस्प्ले स्पेसिफिकली कस्तो हुन्छ नि एनिमे कम्युनिटीमा यु ड्रेस अप लाइक एनिमे क्यारेक्टर्सहरू अनि एउटा कन्भेन्सन हुन्छ अनि त्यो कन्भेन्सनमा जान्छ सबैजना पार्टिसिपेट गर्छ यु सी लाइक अदर पिपल ड्रेस अप फर इक्जाम्पल मोस्ट कमन भन्दा रुतो होइन त्यो अर्को भन्दा नि त्यो हेलोविनमा पनि गर्ने एक्ज्याक्टली सो इट्स नट हेलोविनको इट्स नट कस्प्ले तर इट हेज द सेम क्यारेक्टरिस्टिक कि त्यो यु टर्न अप लाइक अ क्यारेक्टर इन जेनरल सो कस्प्ले गर्न जाने भनेर खासमा मेकअप गर्न लागेको थियो सो त्यो बेलादेखि इट गट इन्टु मी लाइक ओ माई गड मेकअप इज सो मच फन लाइक आई क्यान पुट लाइक अलिकति कन्टुर एक्स्ट्रा यता एन्ड माई नोज विल स्लिम आउट अब मोटा छु अलिकति यता धेरै कन्टुर लगायो भने पातलो देखिन्छ सो लाइक त्यो सानो कुराहरूदेखि पिकअप गर्नेकै पोइन्टहरू कि दिस इज फन त्यो गर्दा गर्दा बल्ल रियलाइज भएको कि मेकअप आर्टिस्ट पनि एउटा प्रोफेसन हुँदो रहेछ भन्ने कुरा के
त्योभन्दा पहिला त थाहा थिएन नि थिएन यस्तो लाइक यो इन्डस्ट्री नै बुम भएको धेरै पनि त भएको छैन नि त अलमोस्ट कति भयो होला 8-10 वर्ष त भयो होला अलिकति मेन स्ट्रिम गर्नु खोज्यो क्या कमर्सियल्स लाइक फेसन्स होइन लाइक बिग इभेन्ट्स एभ्रिथिङ सो त्यही भएर नि एनिवेज लेट्स टक अबाउट युर जर्नी क्या एक्चुली सो आइ एम सो एक्साइटेड एक्चुली अनि कतिलाई थाहा छैन होला अनि तपाईँ चाहिँ नेपालबाट भन्दा नि इन्डियादेखि बिलोङ गर्नुहुन्छ भनेर सो अलराइट सो तर नेपाली बवाल बोल्छ उसले होइन अनि अलराइट लेट्स टक अबाउट युर जर्नी होइन फ्रम लाइक इन्डिया टु पोर्चुगलसम्मको अनि बिचमा नेपाल पनि जोडिया छ भन्ने सुनेको छु मैले सो लेट्स टक अबाउट लाइक कहाँ हो के हो इन्डिया यताउता सो आई एम बोर्न एन्ड रेज्ड लुधियाना पन्जाबमा Punjab, okay. Yes. All right. So I come from a very loud state. All right. अनि त्यहाँ म त्यही जन्म हुर्क्यो अनि आई वाज देयर टिल आई वाज 15-16 इयर्स हुँदाखेरि चाहिँ आई वाज देयर अनि त्यसपछि आई वेन्ट टु डु मेरो हाई स्कुल तर नेपालमा बिकज माई ड्याड वाज मुभिङ अब्रड यता आउन लागि अनि माई प्यारेन्ट्स थट इट वुड बी बेस्ट फर me and my brother and my mother included to move to Nepal 4-5 वर्षको लागि so नेपाल चाहिँ कहाँ बस्नु भयो काठमाडौँ ओल्ड बानेश्वर अलराइट नियर के अरे 32 पुतली त्यो मन्दिर घर आई मिस नेपाल मलाई इन्डिया भन्दा पनि नेपाल धेरै मिस हुन्छ आई मेड अ लट अफ फ्रेन्ड्स एन्ड मेमोरिज देयर अनि माई जर्नी फर मेकअप एक्चुली स्टार्टेड इन नेपाल एन्ड नट इन इन्डिया So that's the good one. त्यसले गर्दा चाहिँ आई हेभ टु मेनी गुड मेमोरिज फ्रम नेपाल अनि त्यसले गर्दा आई जस्ट मिस इट अ लिटल बिट मोर नेपालमा हुँदाखेरि कुनै कोर्सहरू नि गर्नुभयो यस मैले त्यो बेलामा एउटा ग्ल्याम बाई श्रु भन्ने मेकअप आर्टिस्ट हुनुहुन्छ उहाँसँग मैले कोर्स जोइन गरेको थिएँ उहाँको लाइक प्रोफेसनल कोर्स आई थिङ्क इट वाज अराउन्ड धेरै पहिला हो मैले कोर्स कम्प्लिट नगर्दा नै के भयो भने सी हायर्ड मी एज हर असिस्टेन्ट के या इट वाज लाइक कम्प्लिट हुनै लागेको थियो सी हायर्ड मी एज हर असिस्टेन्ट तर पछि कस्तो भयो भने आई वाज गेटिङ अफर्स फर फिल्महरू अनि त्यसले गर्दा अलिकति वर्क विथ अफर फिल्म्स भन्नाले सो मैले कस्तो भयो भने मैले मेकअप सिकेँ तर मैले सिक्नुभन्दा पहिला आई वाज अलरेडी इन्टु आर्ट्स सो मलाई ब्रस चलाउन कलर थ्योरीहरू सबै थाहा थियो त्यसले गर्दा आई ह्याड अ गुड स्ट्रङ ब्याकग्राउन्ड फ्रम आर्ट्स होइन सो मेकअप गर्नु सिक्नुभन्दा पहिला नै आई वाज अलरेडी वर्किङ म्युजिक भिडियोहरूको ब्याकग्राउन्ड मेकअपहरूमा अनि आफ्नो पर्सनल प्रोजेक्टहरू मेकअप गर्नु जस्तो अस्ति पनि म दाइको स्टुडियो आएको थिएँ मेरो आफ्नो पर्सनल प्रोजेक्ट गर्न लागि अनि त्यस्तो सुटहरू होइन सो मैले त्यो बेला गरिरहेको थिएँ अनि आई स्टार्टेड लर्निङ मेकअप प्रपरली त्यो ग्ल्याम बाई श्रुको स्टुडियोमा अनि त्यसपछि गर्दा गर्दा सी वान्टेड टु हायर मी एज अर असिस्टेन्ट अनि गिभ मी लाइक फुल अन 2 years कन्ट्र्याक्ट एन्ड एभ्रिथिङ तर ठ्याक्कै त्यो हुने बेलामा आई वाज अल्सो इन कन्भर्सेसन विथ सम मुभी पिपल टु वर्क इन मुभिज नेपाली फिल्म इन्डस्ट्रीमा सो आई वाज लाइक त्यसले गर्दा चाहिँ आई डिन्ट साइन इन विथ हर सो मैले किनकि आई कुडन्ट गिभ 2 years किनकि त्यो बेलामा आई वुड हेभ बी ट्राभलिङ विथ द नेपाली मुभीहरूको लागि सो कुन गर्नुभयो होला यसो सम्झ्यो भने मिल्छ भन्नलाई इट्स ओके मलाई सबै चाहिँ याद छ किनकि मैले 2 वर्ष चाहिँ अलमोस्ट नन स्टप नै काम गरेँ त्यहाँ हुने बेलामा अनि सबभन्दा फर्स्ट चाहिँ कठपुतली थियो वाउ लाइक त्यतिखेर त म होइन रिलिज हुँदाखेरि चाहिँ म नेपालमा थिएँ होला आई थिङ्क सो फर्स्ट मुभी कठपुतली थियो आई वाज जस्ट 18 years old just 18 years old त्यसमा कसको लागि चाहिँ मेकअप गर्नु भएको छ त्यहाँ कर्मा पनि हो my god I have such a big crush on him okay he's really good handsome मान्छे हो नि handsome मान्छे बच्चा बेलादेखि नै अनि फर्स्ट टाइम त सेटमा भेट्ने बेलामा त काँपिरहेको थिएँ कि लाइक ओ माई गड कर्मा दाइको मेकअप गर्छु म भनेर अनि अहिले अब त काइन्ड अफ वी वर लाइक फ्रेन्ड्स आफ्टर द मुभी सो अब कर्मा दाइ भन्ने बानी ल्याइसक्यो त्योभन्दा पहिला त लाइक कर्मा तर कठपुतली गऱ्यो घामछेरे गऱ्यो पानी फोटो गऱ्यो सर्ट मुभिजहरू पनि टन्नै गऱ्यो त्यसपछि वान अफ माई पर्सनल फेभरेट प्रोजेक्ट चाहिँ आशा भन्ने हो त्यो चाहिँ शाहरुख ताम्रकर दाइसँग थियो हिम एन्ड आई वी वर भेरी क्लोज सो इट्स काइन्ड अफ लाइक स्याड तर द्याट वाज माई लास्ट प्रोजेक्ट नेपालमा बिफोर आई मुभ टु पोर्चुगल सो आई वर्क मेरो लास्ट प्रोजेक्ट विथ हिम तर त्यही हो त्यसको बिचमा आई डिड अ लट अफ फोटोसुट्स म्युजिक भिडियोको लागि
आफ्नो पर्सनल प्रोजेक्टहरू भनेपछि त राम्रै पोर्टफोलियो बनाउनु भएको रहेछ Yeah. लाइक त्यहाँ पनि होइन Yeah. कति यो कति टाइमको ड्युरेसनको कुरा हो म 18-19 हुँदै बेलाको है? त्यो बेला चाहिँ आई ह्याड टु मच एनर्जी इन मी रातिको कस्तो हुन्छ नि मुभीको बेलामा होइन दाइ रातिको 2-3 बजी सकिन्थ्यो अब आर्टिस्ट सुत्न जान्छ होइन अब मेकअप आर्टिस्टको काम के छ ब्रस धुने के धुनुपर्छ पर्छ। बसेर सबै जस्तै आफ्नो इक्विपमेन्टहरू सफा गर्दै बस्नुपर्ने टुल्सहरू सफा गर्दै बस्ने अनि बिहान फेरि के हुन्छ जब सेट रेडी भएर हुन्छ त्योभन्दा पहिला नै पहिला हेभ आउनु टु पर्ने। बी रेडी विथ दि आर्टिस्ट मेक स्योर एभ्रिथिङ इज डन एन्ड डन सो राति 2-3 बजे पनि सुतेको हुँदैन थियो 1 घन्टा 2 घन्टा मात्रै सुत्ने होइन अनि बिहान 3-4 बजे बिहान 4-5 बजीतिर उठेर फेरि फेरि भाग्ने आइहाल्नु फेरि पर्ने भाग्ने फेरि तपाईँ त अगाडि नै आउनुपर्ने रहेछ अगाडि, बिकज अफ HOD. सेट रेडी हुनुभन्दा अगाडि Yeah, त yeah, लाइक आर्टिस्टहरू त रेडी हुनु पर्यो yeah. होली त्यसको माथि एचओडी अफ द डिपार्टमेन्ट Ah. होइन क्रेजी थियो त्यो बेला त आई थिङ्क आई डोन्ट नो मैले हाउ डिड आई च्यानल अल द्याट एनर्जी किनकि अहिले आई डोन्ट ह्याभ द्याट के त्यो बेलाको के बेला बेला आफू चाहिँ मिस हुन्छ मिस हुन्छ जेलस फिल हुने कि त्यो बेला आई ह्याड सो मच एनर्जी इन मी अहिले त्यति भएको भए त के हुन्थ्यो होला के हुन्थ्यो आई वुड हेभ लेफ्ट पोर्चुगल आई वुड हेभ डन सो मच मोर अलरेडी त्यहाँ कति बस्नुभयो नेपालमा म 5-6 इयर्स जति बसेँ 5-6 इयर्स मोरलेस जस भनेपछि बसेर। राम्रै बस्नु भएको रहेछ Yeah. त्यतिखेर नेपाली इन्डियाबाट के अरे इन्डियाबाट नेपालसम्म आउँदाखेरि त्यति राम्रो बोल्न आउँथेन होला नेपाली दाइ मलाई क्लासमा त दे इभन ट्राई टु ऱ्याग मी क्लासमा वाकै। डे 1 हो कि डे 2 होइन सबैजनाले इन्ट्रोडक्सन दिइरहेको थियो कलेजमा अनि आई वाज लाइक हाई माई नेम इज दीक्षा म इन्डियाबाट हो अनि दादा बट आई वाज स्पिकिङ इन्टायरली इन इङ्ग्लिस इभन टिचर नेपाली टिचर अगाडि पनि इङ्ग्लिसमै बोलिरहेको छु अनि जुन टिचर आयो नि इङ्ग्लिसमै बोलिरहेको छु अनि एउटा नाउ हि इज वान अफ माई क्लोज फ्रेन्ड्स अहिले पनि सो वान अफ द गाई फ्रम द क्लास हि इज लाइक ओ यसलाई त ऱ्याग हान्नुपर्छ नेपाली आउँदैन भन्दै होइन आई वाज लाइक What? Dude, मलाई नेपाली आउँछ and I said it in the most Indian tone ever के अहिले चाहिँ त्यति टोन खै आउँदैन त्यति आउँदैन होला त त्यो बेला त्यतिखेर त त्यस्तै दाइ, दियो त्यो बेला के त भने यस- त्यो केटाले एक्चुली यसलाई त ऱ्याग हान्नुपर्छ यसलाई नेपाली आउँदैन भनेर के अनि मैले Okay. ठ्याक्कै सुनिहालेँ अनि म फर्केर मलाई नेपाली आउँछ भने कि एभ्रीबडी वाज सक बिकज आई डिन 2 दिन भइसक्यो क्लासको एकचोटि कोहीसँग बोलेको छैन बोलेको बोले छैन। नि इङ्ग्लिस मात्रै बोलिरहेको छ सो एभ्रीबडी थट मलाई के आउँदैन भनेर सो दे वर प्लानिङ तर आई वाज लाइक नाइ मलाई ऱ्याग गर्न पाउँदैन कसैले यहाँ मलाई नेपाली आउँछ होइन Yes. दामी भएर रहेछ भनेपछि जस्ट मोस्टली तपाईँको एज अ करियर जर्नी होइन त्यो नै भएको रहेछ नि त मेन Yeah. ग्रो भएको Yes. रियलमा चाहिँ आफ्नो प्यासनलाई चाहिँ मेन फलो गर्न Follow गर्न पाएको त पाएको। त्यही रहेछ नि त हो। द्याट्स द गुड वान अनि के कारणले चाहिँ फेरि पोर्चुगलै आउनुभयो किन Father. ओके बुवा चाहिँ यतै हुनुहुन्थ्यो My पहिला? dad was already here and he's a super emotional guy. Mhm. super emotional guy. मेरो I'll tell you a small story होइन मैले फर्स्टचोटि काम गर्ने बेलामा he was हामीहरूको नेपालीमा Mhm. नेपालमा रातिको 4 बजिरहेको थियो अनि he called to say have I not done enough for you तँलाई किन काम गर्नु पर्यो तँलाई केही पुगेको छैन र तँलाई काम गर्नुपर्ने and he's so emotional के Mm. इज नट ट्राइङ टु बी अथोरिटेटिभ कि त केटी यो काम नगर होइन तर होइन मैले केही पुगा छैन तँलाई काम गर्नुपर्ने इज सो Yeah, be a dad, be a dad. you know अनि आई वाज लाइक ड्याड लाइक दिस इज माई बिगेस्ट मोमेन्ट इन लाइफ शट अप व्हाट आर यु सेइङ म त्यो बेला आई वाज इन माई ओन एनर्जी होइन अनि तर सो ही इज अलवेज बिन लाइक सुपर प्रोटेक्टिभ एन्ड लाइक बिन देयर फर मी थ्रु आउट माई होल लाइफ अफ कोर्स होइन अनि सो पापा यता आउनुभयो अनि इट वाज अलरेडी लाइक हामी सेपरेट भएको 5-6 इयर्स भइसकेको थियो नि त अनि त्योभन्दा पहिला नै खासमा आउने कुरा थियो आई वाज ट्राइङ टु पुस इट सेङ कि आई वान्ट टु डु समथिङ इन नेपाल म मेकअपहरू गरिरहेको छु यता गरिरहेको छु आई वान्ट डु समथिङ सो लेट मी पुस इट कपल मोर इयर्स सो त्यो गर्दा गर्दा खासमा 5-6 इयर्स त्यसले गर्दा भएको हो अर एल्स त फर्स्ट 2-3 इयर्समै आउँथ्यो आउनु नै थियो होला। आउँथ्यो यता म भनेपछि तपाईँले चाहिँ मलाई के गर्नु छ मलाई के like- गर्नु छ आई वान्ट टु लाइक okay. आइ एम एक्सप्लोरिङ अहिले होइन म घुम्न पाइरहेको छु कामले गर्दा मान्छेहरू भेटिरहेको छु होइन आई एम लभिङ लाइफ एट द मोमेन्ट आई डोन्ट वान्ट लिभ दिस राइट नाउ तर लास्टमा गएर चाहिँ इट्स लाइक अब हिज सुपर इमोसनल लाइक होइन यति वर्ष भइसक्यो भइसक्यो। फ्यामिलीसँगै नबसेको इफ यु फिल लाइक कि पोर्चुगल आएर यु आर मेकिङ अ मिस्टेक हेर फर्की नो प्रब्लम तर एकचोटि चाहिँ आइज पहिला सो आई डिसाइडेड टु कम त्यसले गर्दा त्यही भएर he चाहिँ got me emotionally blackmail गर्नुभयो मलाई राइट तर एनिवेज हजुर आउनु भएर पनि झन् अहिले बोर्डर्स वेजहरू खोलिरहेछ नि त Yes. द्याट्स द गुड वान किनभने कतिलाई थाहा छैन अनि
उसको प्रोजेक्टहरू मैले देखेको छु अनि हाम्रो अस्ति रिसेन्टली एउटा प्रोजेक्ट पनि मेरो स्टुडियोमा गर्नुभएको थियो कि अनि लाइक इज अ वाइल्ड होइन इज अब यहाँको मान्छेहरूसँग काम गरिरहेछ अहिले हामी बिस्तारै कुरा पनि गर्छौँ पछि यहाँको म्यागजिन्सहरू यताउता तर इज वाइल्ड and I really like appreciate your work actually है anyways like यो फिल्डमा आइरहँदाखेरि चाहिँ हिजो अस्ति त अब जानी अन्जानी फेसनले ड्रिभन गर्यो होला लाइक यु आर इन्टु इट होइन तर अहिले एज अ यो इन्डस्ट्री नै अलिकति ग्ल्यामरस वाइल्ड टाइपको छ नि त सो कसलाई चाहिँ हेर्नुहुन्छ एज अ लाइक इन्सपिरेसन्स फलो गर्दाखेरि यसो ब्रान्ड नेम लिने हो भने सो मेरो चाहिँ सिन्स फर एभर दुईजना चाहिँ हेभ बिन माई बिगेस्ट इन्सपिरेसन मेकअपको लागि भनेपछि मेकअप अर इन जेनरल लाइक क्रिएटिभ डाइरेक्सन भनौँ न होइन एउटा चाहिँ एलेक्स बक्स भन्ने मेकअप आर्टिस्ट हो बाहिरकै मेकअप आर्टिस्ट हो I don't know where she's from actually. Okay, lady हो? Lady हुनुहुन्छ हजुर. I forgot where she's from. मेरो mind मैले केही पनि आइरहेको छैन. Alright, it's fine. But basically I've looked up to her like my entire life. अनि त्यसपछि second चाहिँ Brooke Shedden भन्ने एउटा I would call her like almost like a multidisciplinary artist. कस्तो हुनुहुन्छ भने चाहिँ she does photo manipulations के. She's not into makeup तर she does makeup as well. अनि सी डज एभ्रिथिङ फोटो खिच्नेदेखि लिएर आफै मोडल गर्ने अनि पछि त्यही फोटोलाई सम काइन्ड अफ एसएफएक्ससँग भयो कि डिजिटल आर्टवर्कले गरे कि गरेर सी म्यानिपुलेट्स इन्टु समथिङ एल्स सो आई हेभ अलवेज लुक्ड अप टु दोज काइन्ड अफ वर्क्स सो इट्स नट लाइक कि टिपिकल एउटा मेकअप आर्टिस्ट नै फलो गरेको तर आई हेभ लाइक डिफ्रेन्ट आइडियाज अफ इन्सपिरेसन अनि हजुरले चाहिँ त्यो सबैलाई चाहिँ मर्ज गरेर चाहिँ आफ्नो पनि एउटा चाहिँ निकालिरहनु भएको छ एक्ज्याक्टली अलराइट द्याट्स द गुड वन या आई टोटली अन्डरस्ट्यान्ड तपाईँले के भन्न खोजिरहेको हो भनेर ओके लाइक त्यसपछि चाहिँ अहिले चाहिँ उनीहरूबाट इन्सपिरेसन लिएर चाहिँ आफ्नो एउटा क्राफ्ट बनाइरहनु भएको छ यस द्याट्स द रियली गुड वन ओके एज अ लाइक एजियन वेयर फ्रम एसिया नि त सो एज एसियन्स हामी अहिले पोर्चुगलबाट यो पोडकास्ट गरिरहेको अनि पोर्चुगलमा चाहिँ आएर यो इन्डस्ट्रीमा काम गर्न कतिको च्यालेन्जेसहरू ल्याइरहेछ एज अ ल्याङ्ग्वेज वाइज होला अथवा अब उनीहरूले हामीलाई हेर्ने एउटा दृष्टिकोण तिनीहरूको पनि होला सो तपाईँ त अहिले एज अ इन्डस्ट्रीमै काम गरिरहनु भएको छ अनि कस्तो चाहिँ पाउनु भएको छ के चाहिँ छ कुरा गरौँ न लाइक इन्टायरली अनेस्ट हुँदाखेरि चाहिँ स्टार्टिङमा चाहिँ लास्टै डर लाग्थ्यो किनकि केही बुझिरहेको थिएन कि कहाँबाट चाहिँ इन्डस्ट्रीमा छिर्ने नेपाल हुँदाखेरि इट वाज इजियर किनकि मलाई जुवामले के भन्छ भने माई हस्बेन्ड जुवामले के भन्छ भने म नेपालमा हुँदाखेरि आई वाज अ शार्क इनसाइड अ ट्याङ्क तर नाउ आइ एम इन एन ओसन एन्ड देयर इज लाइक प्लेन्टी बिगर फिसेस देन मी सो त्यो एक्चुअल त्यो रियालिटीलाई आफूले बुझ्नु लागि यति गाह्रो भयो थियो किनकि आई वाज युज टु वर्किङ सो मच नेपाल हुँदाखेरि कन्सटेन्टली ननस्टप अगर प्रोजेक्ट्स यता आएपछि त्यस्तो भएन नि त अनि त्यो आफूलाई एउटा डर लाग्ने कि इफ वाट इफ आम नट गुड इनफ एनिमोर जस्तो त्यो एउटा क्वेसन मार्क आफ्नै कामको अगाडि कि आफ्नो क्षमता अगाडि नै क्वेसन मार्क लाग्यो नि त अनि त्यसपछि स्टार्टिङको कपाल इयर्स चाहिँ मैले मेकअपमा खासै केही गरेन केही पनि गरेन मलाई थाहै नै थिएन म एउटा त भाषा आउँदैन ढङ्गले होइन सिकिरहेको छु अहिले पनि अलि टुटाफुटा पोर्चुगिज बोल्छु होइन अनि स्टार्टिङमा त केही बुझिरहेको थिएन केही कसरी गर्ने होइन अनि कति के गरेँ भने मैले चाहिँ त्यसपछि अब लाइक पोर्चुगिज फलोवर्स के अरे त्यो इन्फ्लुएन्सर्सहरू हेर्नु पऱ्यो को रहेछ पोर्चुगिज मेकअप इन्फ्लुएन्सरहरू खोजेँ सबै खोजेँ सबैलाई फलो गरेँ सबैलाई मेसेज गरेँ ओ माई गड आई एम कमिङ फ्रम दिस कन्ट्री एन्ड आई एम फाइन्डिङ इट भेरी डिफिकल्ट कसैले रिप्लाई गरेन नट अ सिङ्गल पर्सन रिप्लाइड कतिले सिन पनि गरेको थियो नट अ सिङ्गल पर्सन रिप्लाइड अनि यस्तै फलोवर्स त्योहरूको फलोवर्सहरूको लिस्टमा जान्थेँ म अनि हेर्थेँ कसलाई चाहिँ उसले फलो गरेछ अनि सबभन्दा कमन नेम चाहिँ कुन चाहिँ आइरहेछ अनि द्याट कमन नेम वाज अ मेकअप आर्टिस्ट अ टिचर मेकअप आर्टिस्ट यता अनि सी इज एक्टिभली वर्किङ अनि मैले ठ्याक्कै भेटाएँ ओके सो आई टेक्स्टेड ठ्याक्कै उसलाई टेक्स्ट गर्न लाएको थिएँ अनि उसको ठ्याक्कै पोस्ट आयो कि सी स्टार्टिङ क्लासेस आई वाज लाइक ओके आई हेभ टु जोइन द क्लास I need to network. I have to start from ground zero. I have to do the hustle again. I have to start it. So मैले कहाँबाट फलो गर्दै यताउता गर्दै भेटाएँ जोइन गरेँ क्लास जोइन गरेँ सी लभ माई वर्क एन्ड
सिन्स देन केही प्रोजेक्ट भनेपछि अनि लाइक एकचोटि अलि टाढा नजाउँ न सो लाइक फर्स्टचोटि उसलाई भेट्दाको एक्सपिरियन्स चाहिँ सुनौँ न त अरे कहाँ कसरी भेट्यो कस्तो कुरा भयो त होला आई वाज लाइक स्ट्रक बाई लाइटनिङ जस्तो हुन्छ नि किनकि मैले भेटाएको उसलाई एकदमै लाइक स्टक नै गरेर मान्छेहरूलाई स्टक नै गरेर भेटाएको हो तर उसको काम हेर्दाखेरि आई वाज सो डम्फाउन्डेड आई वाज लाइक यस्तो खतरनाक काम दाइ नेक्स्ट लेभल वर्क के म त केही पनि होइन म आइम लाइक उसको सी हेज ओल्ड स्कुल टेक्निक्स होइन तर सी मेक्स इट वर्क सो ब्युटिफुल्ली हामीले मान्छेहरूले भन्छ नि एज टाइम गोज बाई यु हेभ टु चेन्ज यु निड टु एडाप्ट द न्यू टुल्स एन्ड एभ्रिथिङ नाइ सी डज इट हर ओल्ड स्कुल वे एन्ड इट्स सो ब्युटिफुल सो ब्युटिफुल अनि फर्स्ट टाइम भेट्ने बेलामा मैले अलरेडी उसको सबै काम मैले कहाँ के गरिसकेको छ कुन म्यागजिनमा उसले काम गर्छ सबै भेटाइसकेको थिएँ थ्याङ्क्स टु सोसियल मिडिया म फेरि स्टक गर्न लाग्यो भने त एकदम फेरि प्रो हो नि त FBI हो नि त पुरै अनि फुल अन सबै निकाल्यो होइन अनि भेटाएँ गरेँ फर्स्ट टाइम भेट्ने बेला त आई वाज लाइक हार्ट त लाइक मुखमा आउँछ भन्छ नि ढुक अनि भेट्यो अनि फर्स्ट टाइम त एकदम नर्भस आई ह्याड टु एक्सप्लेन हर लाइक आई डोन्ट स्पिक पोर्चुगिज अनि सी डजन्ट स्पिक इङ्ग्लिस द्याट वेल सो इट वाज आई वाज लाइक आइम गन बी पुस्ड बिहाइन्ड उसको क्लासमा किनकि मैले उसँग कम्युनिकेट गर्न सक्दैन किनकि मेन रिजन त्यो क्लासमा जानु त नेटवर्क गर्नलाई जान खोजेको हो नि त मैले त नट सेङ द्याट आई डोन्ट लर्न एनिथिङ फ्रम हर अफकोर्स आई लर्न सो मच फ्रम हर होइन तर मेन रिजन त जानलाई नेटवर्किङको लागि त्यसको लागि नै थियो सो म के गर्थेँ भने होइन मलाई अब आई जस्ट होप मेरो क्लासमेटले यो नसुनोस् जुन दिन मलाई थाहा छ क्लासमेट आइरहेको छैन त्यो दिन आई वुड मेक स्योर द्याट आई एम बेस्ट विथ एभ्रिथिङ मेरो हेयर मेकअप अन माई ओन फेस त्यो दिन के क्लासमा गर्नुपर्ने छ के प्रोजेक्टहरू उसले मलाई त्यो दिनको लागि असाइनमेन्ट दिन्छ बोल्नै नपरोस् कामलाई बोलोस् अनि आई मेड स्योर द्याट ह्यापन्स एभ्री सिङ्गल टाइम जुन बेला म एक्लै हुन्छु म त्यो बेला माई वर्क विड बी सो लाउड म बोल्दिनँ उसले भन्छ यो मिला यताबाट यो गर यो तेरो भएको छैन यो तँलाई यो गर्न गाह्रो लाग्छ यो गर उसले जुन गाह्रो लाग्छ त्यही गराउँथ्यो फेरि बार होइन अनि असलाई होइन आई हेभ टु बी लाउड आई हेभ टु मेक स्योर सी सिज मी अनि एभ्री सिङ्गल डे काम भ्यायो भाग्यो त्यहाँ क्लासमा होइन ब्याग बोकेछ यति मेकअप बोकेछ यहाँ ब्रसेस बोकेर भागिरहेछ अनि त्यो पनि लिस्बनको मेट्रोहरूमा चढ्नु आइ एम नट सिङ्किङ मेट्रोज आर ब्याड तर when you are tired and you have to carry so much things all the time अनि यहाँबाट फेरि क्लासमा जाऊ क्लास भ्याएर फेरि घर फर्क क्लिन एभ्रिथिङ बिहान काममा जाऊ फेरि भ्याऊ फेरि क्लासमा जाऊ सो फर 1-2 महिना त मैले लगातार त्यही गरेँ दाइ 1-2 महिना लगातार त्यही गरेँ जस्ट टु मेक स्योर कि सी सिज मी किनकि उसले क्लास तनै मान्छेलाई दिन्छ नि त म एक्लैलाई दिनु भएको भए इट वुड बी इजियर तर नाइ म एक्लै छैन नि त त्यो क्लासमा म भन्दा राम्रो कति मान्छे होला अफकोर्स अनि आई हेभ टु बी मेक स्योर कि सी सिज मी एज अ कम्पिटिसन फर दि अदर किड्स रिकग्नाइजेसन त पाउनु पर्यो अलिकति लाइक यु आर द डिफरेन्ट एज कम्पेयर टु अदर्स भनेर नि देखाउनु पनि पर्यो किनकि मैले कम्युनिकेट गर्न सक्दिनँ नि त सो माई कम्युनिकेसन हेज टु बी थ्रु माई वर्क या अब तपाईँसँग त्यही एउटा अप्सन थियो हो नि तर त्यसले गर्दा अलिकति पोर्चुगिज सिक्यो है बाङ्गोटिङ्गो भयो नि सिक्यो अहिले उहाँसँग कस्तो छ वी आर भेरी क्लोज उसले मलाई आइज घरमा आइजले बस्न लाइक टु इट समथिङ लेट्स गो आउट अनि रिसेन्टली वेन आई वाज लिटल बिट सिक सी वाज भेरी वरिड अनि त्यो नेपालको के अरे रिसेन्टली के अरे प्रोटेस्टको बेलामा पनि सी वाज लाइक 24/7 विथ मी लाइक मेकिङ स्योर आम ओके के चाहिन्छ कि यताउता सो लाइक वी आर क्लोज नाउ भनेपछि that's the really good one actually जसलाई हेरिरहेको थियो लाइक होइन अहिले एज अ फ्रेन्ड्स अथवा एज अ प्रोफेसनल अथवा पर्सनल कुराहरू नि सेयर भइरहेको छ एज अ टिचर मैले कहिले पनि अब त्यो हाम्रो कल्चरले पनि होला किनकि हाम्रो कल्चरमा कसैलाई फर्स्ट नेम बेसिसमा बोलाउँदैन त्यहाँ टिचरै होस् चाहे प्यारेन्ट्स होस् चाहे जो पनि होस् यताको कल्चरमा त्यस्तो हुन्छ नि त फर्स्ट नेम बेसिसमा हुन्छ सबजना अनि म त उसले साथी भन्ने नि मैले कहिले पनि एज अ फ्रेन्ड हेर्न सक्दिनँ जस्तो लाग्छ क्या मलाई किनकि मेरो माइन्डमा होइन सी इज माई प्रोफेसर कहाँ
कहाँ साथी त्यो टाइपको ओके अलराइट भनेपछि त अहिले चाहिँ राम्रै रिलेसन भइरहेछ अब जस इन्डस्ट्रीमा कामहरू पनि राम्रै भइरहेछ यताउता होइन अलराइट भनेपछि नर्मल मान्छेहरूले चाहिँ इग्नोर गरिरहेकै हो अनि त्यसपछि फेरि टेक्स्ट गऱ्यो होला नि त उनीहरूले पनि अहिले त लाइक यत्रो वर्ष भइसक्यो अहिले त मेबी पिपल नो एक्चुअली यताउता नेपाल होइन लाइक यहीँको क्रिएटर्सहरू जो अलिकति इन्फ्लुएन्सर्सहरू थियो एज अ मेकअपहरू होला अहिले त कस्तो छ होइन आई डोन्ट वर्क विथ इन्फ्लुएन्सर्स दाइ है नाइ मैले त्यो चाहिँ एउटा कुरा एकदमै नट फर एनी ब्याड रिजन्स तर इन्फ्लुएन्सर्सहरूसँग वर्क नगर्ने रिजन चाहिँ इज नट एनिथिङ स्पेसिफिक किनकि त्योहरूसँग अहिलेसम्म परेकै छैन मैले जति पनि कामहरू गरिरहेको छु आई हेभ अलवेज वर्क विथ लाइक डाइरेक्ट मोडल्स क्रिएटिभ डाइरेक्टर्स फोटोग्राफर्स यताउताहरूसँग डाइरेक्टली नै काम गरिरहेको छु सो अहिलेसम्म चाहिँ आई हेभेन्ट फाउन्ड द प्रोजेक्ट अर अ प्रोजेक्ट हेजन्ट फाउन्ड मी जहाँ चाहिँ I have to work with an influencer. So I haven't received any reply if you're asking about that. Your point sum up none of them has replied to me, no. All right. Okay, let's talk about as a you industry. अनि नेपालमा पनि अहिले आजकल त इट्स क्रेजी लाइक हुन्छ नि पर्सनल ब्रान्डिङ पर्सनल मेकअप कुराहरू आइरहेछ अनि लाइक हुन्छ नि सलोन्सहरू ब्युटी लाइक प्याजेन्ट्सहरू पनि त्यो लेभलको अनि इट्स म्यासिभ के अहिलेको इन्डस्ट्री अनि तपाईँलाई चाहिँ लाइक कस्तो लागिरहेछ अहिले नेपालको पनि त्यो इन्डस्ट्रीहरू हेर्दाखेरि है यु हेभ नो आइडिया मैले होइन मेरो 2जना कजन सिस्टर्सहरू हुनुहुन्छ नेपाल आई थिङ्क दे स्टिल इन नेपाल आम नट सो मच इन टच विथ देम तर अब सोसियल मिडियामा वी फलो इच अदर काइन्ड अफ सो त्यसले गर्दा हेरिरहन्छ एन्ड बोथ अफ देम आर मेकअप आर्टिस्ट दे स्टार्टेड आफ्टर मी अनि हेर्दाखेरि राम्रो लाग्छ कि ओके देयर डुइङ दिस अनि आफ्नै फ्यामिलीको भएर पनि अलिकता अझै खुसी लाग्ने कि ओके दे आर फलोइङ एन्ड दे आर डुइङ दिस एन्ड इट्स सच अ त्यो प्राउड काइन्ड अफ एज अ सिस्टर आम प्राउड कि ओके आइ एम नट अलोन इन दिस फिल्ड मेरो फ्यामिलीबाटहरू पनि छन् एन्ड दे अल आर डुइङ गुड भनेर के मेकअप इज डुइङ रियली वेल as a commercial होइन commercially is good one guy actually yes okay तर अब खुसी पनि लागिरहेछ नि त किनभने चाहिँ पहिला त अब यसलाई प्रोफेसनल हिसाबले मान्छेले कमै लिन्थ्यो अनि यसलाई कमर्सियलै भनेरै लिएको थिएन नि त अहिले त एभ्रिथिङ लाइक टिकटकर्सहरूले पनि पर्सनल मेकअप आर्टिस्ट हायर गरिरहेको छ क्या द्याट्स द रियली गुड अन नि होइन एज अ पेड लाइक वर्क एक्ज्याक्टली इट्स अ गुड अन तर थिएन नि दाइ मैले स्टार्टिङमा घरमा नै स्टार्टिङमा भन्दाखेरि आई वान्ट बी वर्किङ विथ मेकअप आई वान्ट बी अ मेकअप आर्टिस्ट भन्दाखेरि नै माउ पापाले त वाट इज द्याट तर हाउ डु गन मेक मनी विथ द्याट लाइक हाउ यु गन लिभ विथ द्याट तर वेन आई स्टार्टेड वर्किङ अब फिल्महरूमा अनि मामुले देख्थ्यो ओके होइन सी इज डुइङ समथिङ उसले मान्छे चिनिरहेछ मान्छेहरूले उसलाई चिनिरहेछ घरमा बर्थडे हुने बेलामा आई वुड इन्भाइट लाइक मेरो फिल्मको साथीहरू सो आई ह्याड लाइक मेनुका प्रधान दिदी सी इज क्लोज टु मी सो घरमा लिएर आएन द्याट वाज लाइक फर्स्ट टाइम मैले मामुको मुख खोस् and I was like, yeah, you see, I am going places, I'm making friends, people know me and I know people, okay? that's the I know bigger thing. Paisa आउँछ ठीक छ तर you see that I'm doing something and किनकि for normal people भनौँ न I'm still people who don't work in media, let's say, होइन for them मुभी स्टार्सहरू भने त कस्तो ठुलो कुरा हो नि त वाइल्ड ठुलो कुरा हो नि त मैले कर्म दाइलाई फर्स्टचोटि भेट्ने बेलामा मेरो अहिले भेट्ने बेलामा त्यो हुँदैन नि त तर फर्स्ट टाइम एज अ आउटसाइडर त्यो हेर्दाखेरि उसलाई मेकअप गरिरहेको अनि त्यही भने त्यसको माथि आई एम हिज मेकअप आर्टिस्ट एभ्री सिङ्गल डे आई गेट टु वेक अप वर्क विथ द गाई द्याट आई हेभ बिन लाइक क्रसिङ अन सिन्स आई वाज अ किड द्याट्स अमेजिङ अनि मामु पनि पछि सी वुड कल रिलेटिभहरूलाई उसको त आज यता जानु पर्ने छ यस्ता यो मान्छेसँग त्यो मान्छेसँग काम गरिरहेछ अनि पछि यस्तो रहेछ ड्याड ममले पनि अब हाम्रो लागि राम्रै लाग्यो किनभने भोलि करियर कता गइरहेछ भोलि पैसा त चाहिन्छ के गर्छ यसले होइन केटाकेटीले भन्ने नै हुन्छ होला तर अब केही न कुरा देखाएपछि चाहिँ अनि पिपल आर अलिकति ल ओके राम्रै रहेछ ठिकै भइरहेछ त्यो सबैको रहेछ होइन अफकोर्स आजकल हामीलाई पनि हुन्छ होइन त्यो सबैलाई पनि भएको होला त्यो अफकोर्स इज द गुड वान अनि अर्को कुरा लाइक इन्डस्ट्रीमा
8-9 वर्ष अगाडि 7-8 वर्ष अगाडि त्यो एउटा थिँदै थिएन होइन नै र अर्को कुरा चाहिँ काम पाउनलाई पनि गाह्रो थियो यस तर त्यतिखेर मेबी सोसल मिडियाको गेम Yeah. अलिकति अर्कै थियो नि त यस त्यो लेभलले बुम भएको पनि थिएन Mhm. इन्टरनेट सबैको लागि एक्सेस पनि थिएन होला हजुर. नेपाल जस्तो कन्ट्रीको कुरा गरिरहँदाखेरि मैले Mhm. सो त्यही भएर अहिले चाहिँ के लाग्छ तपाईँलाई एज अ लाइक सोसल मिडियाको कारणले चाहिँ नेपालमा चाहिँ त्यो लेभलको बुम भएको एज अ यो तपाईँको इन्डस्ट्री पनि त्यस्तो लाग्छ कि नै I feel like social media plays a very big role. A very big role. कस्तो भन्दा नि हामी नेपाल बसी we are getting the content like from all over the world. अनि अरू part of the world मा social media was booming already. त्यहाँ already makeup artistहरूले मजाले काम गरिरहेको थियो अनि when they started posting about their life अनि हामी नेपालमा बसेर मान्छेले बल्ल finally were able to get all of that information होइन and they made it work as well. त्यसले गर्दा सोसियल मिडिया प्लेज सच अ बिग रोल दाइ मैले नै स्टार्टिङ गर्ने बेलामा आई स्टार्टेड एज नट आई वुडन्ट कल माई सेल्फ एन इन्फ्लुएन्सर इन एनी सेप अफ फर्म तर मैले स्टार्टिङ गर्ने बेलामा पिपल न्यू मी बिकज मैले एभ्री सिङ्गल डे मेकअप गर्थेँ पोस्ट गर्थेँ मेकअप गर्थेँ पोस्ट गर्थेँ एभ्री सिङ्गल डे दिनको मैले आफू नै बसेर होइन दाइ 2टादेखि 3टा लुक एक दिनमा फिल्म गर्छु अनि नेक्स्ट डे बसेर त्यसको भिडियोहरू एडिट गरेर हाल्छु फोटोहरू एडिट गरेर हाल्छु अनि त्यसरी नै सुरु गरेँ मैले नि भनेपछि सोसियल मिडिया प्लेड अ भेरी बिग रोल होइन भनेपछि आफ्नो कामहरू पनि लाइक देखाउने जरुरत छ जस्तो जरुरी लाग्छ अफकोर्स है है मान्छेले कसरी चिन्छ अहिलेको टाइममा मान्छेले पोर्टफोलियो भन्दा नि सोसियल मिडिया हेर्छ दाइ है अनि चाहियो नि त त्यसको लागि पर्सनल ब्रान्ड पर्सनल ब्रान्ड त चाहियो अँ। यु हेभ टु बी समथिङ सो त्यही हो मलाई नि त्यस्तो लाग्छ आजकल किनभने चाहिँ म पनि यो गेममा धेरै वर्षदेखि गरिरहेको छु एज अ मिडिया इन्डस्ट्री अनि पोर्चुगलमा हामी 7 वर्ष भइसक्यो बसेको अनि राम्रो राम्रो पेड वर्कहरू आएको थियो क्या मेरो लागि पनि हजुर राम्रै पैसा क्या लाइक नर्मल हामीले यहाँ पैसा कमाउने भन्दा मल्टिप्लाई 2-3 नै के पर मन्थ मल्टिप्लाई ड्याम That's a lot of money. लट अफ मनी होइन 1.5 महिना काम गरेँ हजुर अनि बादमा मलाई पछि के रियलाइज भयो भने मैले यो मान्छेको लागि अथवा यो ब्रान्डको लागि काम गरिरहेको छु आफ्टर अल कति चाहिँ गराउँला यसले मलाई अथवा यो मान्छेसँग म कति 2 महिना 4 महिना 1 वर्ष अलराइट इट्स डन नि त त्यसपछि त डन हुन्छ नि त एउटा फेज आएपछि त अनि म कहाँ स्ट्यान्ड छु त पैसा त होला मसँग होइन तर पैसाले मात्र सब थोक हुँदैन नि त वेयर इज माई पर्सनल ब्रान्ड भोलि मलाई चिन्न पर्ने हु आई एम भन्ने क्वेसन आउँदो रहेछ क्या सो यो कुराहरू चाहिँ जस्ट नट लाइक मैले अलिकति बेलामै रियलाइज चाहिँ गरेँ क्या मैले फिल गरेँ अनि द्याट्स द स्टार्टिङ माई ओन कम्पनी इज इज क्लासिक्स मिडिया नेटवर्क क्या सो मेरो यो प्लान त अलमोस्ट 4-5 वर्षदेखिको थियो हजुर तर लाइक अहिले पैसा चाहिरहेको थियो भनेर चाहिँ म त्यता अलिकति जम्प गरेको थिएँ क्या अनि पछि रियलाइज भयो क्या अनि मैले मेरो अब सिनियर दाईहरूलाई पनि टेक्स्ट गरेँ होइन लाइक जो अलरेडी इन्डस्ट्रीमा हुनुहुन्छ नेपालमा इज बिग मिडिया हाउसेसमा काम गर्ने दाईहरू अनि उनीहरूले मलाई के एडभाइस पनि दियो भने चाहिँ पैसा भन्ने कुरा त बिस्तारै कमाउँछ कमाउँदैन आई डोन्ट नो कमाउला बबाल गऱ्यो भने ब्रान्ड बनाऊ पैसा त्यसै आउँछ तर यो फेज भनेको चाहिँ तिमीले आफ्नो पर्सनल ब्रान्ड बनाउने हो सो यु हेभ टु लाइक फोकस अन यर पर्सनल बिल्डिङ अ ब्रान्ड्स भन्थ्यो क्या अनि मैले त्यसपछि उसलाई सिधै टेक्स्ट गरेँ इमेल गरेँ अनि आइम सो सरी आई क्यान नट होइन वर्क विथ यु बिकज अफ आई हेभ अ प्लान्स यताउता भने अनि उसले पनि नर्मल लियो यो कुरालाई इट्स नट अ लाइक उसले पनि बिग रूपले लिएन तर यो कुराहरूले चाहिँ पछि मलाई आजकल के रियलाइज के हुन्छ भने कतिजनाले चाहिँ मलाई चिन्नुहुन्छ हुँदैन आई रियली डोन्ट नो होइन तर एउटा कुरा चाहिँ के चाहिँ मैले रियलाइज गरेको छु भने चाहिँ पर्सनल ब्रान्डले गर्दाखेरि नै होला कि नाउ वी वर्क बिग नेमहरूसँग नि त होइन एज हामी कन्सर्टमा अहिले भेटिरहेछौँ होइन कतिजनाहरू सो या लाइक हाम्रो फेरि हाम्रो के अरे नवाज अन्सारीज अब उहाँहरूसँग चाहिँ हाम्रो पोडकास्टको काम अब नवाजजीसँग हुन लागेको थियो ब्रोसँग तर उसको आफ्नै पर्सनल प्रोजेक्टले गर्दा चाहिँ वी डोन्ट ह्याभ मच टाइम कि पोडकास्टिङको लागि कि तर अब हाम्रो बिस्तारै अरू दाईहरूसँग नि कुरा भइरहेछ लाइक अहिले हामी स्टिल रेकर्ड गरिरहँदाखेरि मेबी त्यो हुनसक्छ अब अहिले नभनिहालौँ तर फिङ्गर क्रस अनि त्यो मान्छेहरूले हामीलाई टेक्स्ट गरिरहँदा भनेको चाहिँ इट्स अ बिगर थिङ रहेछ क्या नेपालको बिग आइकन होइन नाम ढ्याकै नलिउँ तर हि इज द बिग आइकन्स अनि हि जस्ट टेक्स्टिङ अन माई इन्स्टाग्राम पर्सनली डिएम अनि
त्यो स्टेप मैले आज 2 महिना 3 महिना भयो हाम्रो स्टुडियो स्टार्ट गरेको अनि गुड भयो जस्तो लाग्छ कि मलाई वर्थ इट रहेछ अनि यु लाइक सुशान्त केसीसँग फिचर्स गरेको ठुल्ठुलो आर्टिस्टहरू लाइक दे आर टेक्सिङ मी एट द टाइम क्या एज अ बिग आर्टिस्टहरू अनि वाउ लाइक अनि मैले त्यतिखेर बुझेँ क्या लाइक पर्सनल ब्रान्डिङ इज सो इम्पोर्टेन्ट क्या पैसा भनेको कुरा त बिस्तारै आउला टेक टाइम सबै समयको खेल हो तर जसले हाम्रो अहिले पोडकास्ट हेरिरहनु भएको छ भने यङ्गर लाइक जिन्जिस भाइ बहिनीहरूलाई होइन अब दाइ दिदी जो हुनुहुन्छ सो म के भन्छु भने चाहिँ मेरो 7 वर्षको मिडिया इन्डस्ट्रीमा मैले पनि एक्सपिरियन्स सेयर गर्ने हो भने चाहिँ अनेस्ट भएर जवाब दिने हो भने चाहिँ स्ट्रगलिङ फेज सबैलाई गाह्रै हुन्छ आई नो द्याट तर एउटा यस्तो फेज आउँछ यस्तो समय आउँछ जुन समयले चाहिँ तपाईँलाई नाम मात्र होइन दाम पनि दिन्छ क्या That's the good one. So they follow your passion, okay? Passion is a big brand. You live one time just to like so, na. You don't know if there's an afterlife. You don't know if you're gonna be rebirthed or not, na. Yeah. You know that this moment is what you have, so you have to do it. किनकि आज नाइ भन्ला भोलि नाइ भन्ला कतिलेसम्म चाहिँ आफूलाई नाइ भनेर बस्ने कि नाइ म गर्दिनँ मान्छेले के भन्ला के गर्ला कि के नआउला केले गर्दा त्यो अपर्च्युनिटी कुर्नुभन्दा पनि आफैले नै अपर्च्युनिटी बनाउनु पर्दो रहेछ क्या दाइ दिस इज समवेयर रिलेटेड टु हामीले अघि नै सोसियल मिडियाको कुरा गरेको थियो नि कि हाउ इज इट इफेक्टिङ अर हाउ डज इट हेल्प किनकि आफूले अपर्च्युनिटी बनाउने हो त्यो सानो भिडियोहरू त्यो बेला पोस्ट गरेको भिडियोहरू अहिले मेबी मेरो अकाउन्टमा छैन होला तर त्यसले गर्दा आई बिन एबल टु बी कि होइन मैले यो गरेको छु मलाई यसको स्किल मलाई आउँछ म यो गर्न सक्छु अनि त्यो पर्सनली बिल्ड गर्छ इट हेल्प्स यु के एट दि एन्ड अफ द डे त्यो सानो स्ट्रगल त्यो बेलाको लागि ठुलो लाग्छ अनि अहिले आएर हुन्छ त त्यो बेलाको स्ट्रगल सानै थियो तर या इट्स सोसियल मिडिया इज क्रेजी पर्सनल ब्रान्डिङ इज द मोस्ट इम्पोर्टेन्ट थिङ एभर Alright, like let's talk about your like first paid work. Yes. In not like Nepal, in Portugal. Okay. I'm so sorry. No, like no, it's okay. I really don't have ideas. I don't mind. All right, let's talk about your experience. So my first personal paid work. Amount भन्नु पर्दैन. तर म भन्दिन्छु मलाई के लाग्दैन यस्तो कुराहरू I think people should किनकि हाम्रो फिल्ड कस्तो सानो छ नि त दाइ कसलाई गएर सोध्ने कि के छ कस्तो छ भन्ने अब इफ कोही मेकअप आर्टिस्ट हाम्रो साउथ एसियन कल्चरबाट हाम्रो कुनै मेकअप आर्टिस्ट छ जसले यो पडकास्ट सुनिरहेछ इफ दे इमेजिन ओके उसले काम गरेर रहेछ उसले कति कमाउँदो रहेछ नि त कतिबाट सुरु चाहिँ गर्न सक्दो रहेछ नि त त्यो सोध्नलाई पनि त ठाउँ हुनु पऱ्यो आन्सर पाउनलाई पनि त ठाउँ हुनु पऱ्यो नि त आई डोन्ट द्याट्स वाइ मान्छे मसँग गफ गर्छ नि आई टेल देम एभ्रिथिङ आई डोन्ट केयर मलाई केही लाग्दैन बरु इट हेल्प्स यु आउट टेक इट मैले धेरै मान्छेले मलाई रिजेक्ट गर्यो मैले रिप्लाई पाएन सो आई फिल रियली ब्याड फर लाइक वेन पिपल आस्क मी समथिङ एन्ड लाइक नाइ म भनिदिन्छु के छ र सो गोइङ ब्याक टु यर क्वेसन सो मेरो फर्स्ट पेड वर्क थियो यताको एउटा क्लबको लागि सो बेसिकली क्लबको मान्छेहरूको लागि एउटा इभेन्ट थियो त्यो बेला क्लबभित्र अनि स्टाफलाई मेकअप गरिदिनु पर्ने थियो स्टाफलाई मेकअप गरिदिएको अनि स्टाफलाई मेकअप गर्दाखेरि दे पेड मी के अरे कति आवर्स 2-3 आवर्सको लागि अराउन्ड €50 द्याट वाज माई फर्स्ट एभर पेड वर्क पोर्चुगलमा आइसी सो इट वाज सो यो इमेजिन कि मेकअप त्यहाँ पनि चाहिँदो रहेछ भन्ने कुरा किनकि नो बडी थिङ्क्स अबाउट कि क्लबभित्र पनि मेकअप चाहिन्छ र भन्ने कुरा आफ्नो क्लबकै स्टाफको लागि मेकअप चाहिन्थ्यो सो द्याट वाज माई फर्स्ट एभर वर्क एन्ड आई वाज भेरी एक्साइटेड किनकि इट वाज लाइक फुल क्रिएटिभिटी फ्रिडम थियो यु हेभ लाइक सानो थिम दिएको थियो कि यो थिममा चाहिन्छ मेकअप अनि यस्तो कलर चाहिन्छ यु डु वाट एभर यु वान्ट सो इट वाज लाइक फुल क्रिएटिभ फ्रिडम राम्रो काम न्यु इयर्सको बेलाको काम थियो पर्फेक्ट थियो ओके भनेपछि लाइक क्लब भन्नाले कस्तो के जेनरल क्लब नै दाइ ओके ओके फुल त्यो डिस्को क्लब जेनरल क्लब कसरी भन्नु नर्मल लाइक जो नर्मल मान्छेहरु गएर ह्याङ आउट गर्ने क्लब काइन्ड अफ ह्याङ आउट क्लब नै हो प्रपर ओके भनेपछि न्यु इयर्सको टाइम थियो अनि स्टाफलाई पोर्चुगिजै थियो कि फरेनर्स पोर्चुगिज नै अनि सबैलाई मेकअप गरिदिनु पर्ने आई वाज नट अलोन इन द्याट तर
I got paid 50. Ah, 50 okay. still is a big amount. Of course, like पोर्चुगलको लागि त इज अ बिग अमाउन्ट होइन युरोपको अरू कन्ट्रीबाट हाम्रो पोडकास्ट हेरिरहनु भएको छ भने त नथिङ एल्स होला जस्तो तर, सोच्छ होला yeah. पोर्चुगलमा त 50 युरो पनि इट्स इट्स अ बिग 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 है गाइस थाहा छैन भने चाहिँ झन् थाहा फर्स्ट हुनुपर्छ। वर्कमा त्यति पाउँदाखेरि आई वाज ह्याप्पी है। नदिए नि केही थिएन तर आई वाज ह्याप्पी कि Alright, अनि एटलिस्ट ओके अब तपाईँ यति धेरै फ्रेङ्क भइरहनु भएको छ भने चाहिँ अनि इज इट्स पोसिबल टु लाइक टेल अहिलेसम्मको हाइएस्ट पेड लाइक वर्कमा चाहिँ यदि कोही यङ्गर भाइ बहिनीहरूले चाहिँ इन्सपायर हुनु मन छ भने चाहिँ थाहा होस् नि त ओहो लाइक यति धेरै पनि एकचोटि लिँदो रहेछ है मतलब Okay. पाइँदो रहेछ टाइपको के छ सो भन्नु मैले मिल्छ आई डोन्ट माइन्ड सो यु हेभ टु नो कि दिस कम्स आफ्टर इयर्स अफ प्र्याक्टिस यो दुई यस years of practice by the way it's not talent it's practice त्यो चाहिँ याद गर्नुपर्छ है सो मैले एउटा फोटोसुटको लागि अराउन्ड फोटोसुट थियो ट्राभल पेड बाई देम फुड पेड बाई देम अनि फर द वर्क अराउन्ड 500 euros वाउ म केही भनिनँ जस्ट से वाउ 500 euros यु नो Yeah. पोर्चुगलमा एक महिनाको कमाइ हो गाइस तर दाइ यु हेभ टु रिमेम्बर दिस इज फ्यासन द्याट आम टकिङ अबाउट है मेकअपमा सबभन्दा पैसा आउने भनेको ब्राइडलबाट हो ब्राइडल्स मैले 3 दिनको ब्राइडलको बुकिङ गरेको थिएँ 3 दिनको फुल थियो सिन्त्रा रिजोर्टभित्र अनि त्यो बेला मैले एउटा कन्ट्र्याक्टेड अमाउन्ट जुन थियो त्यो पाएँ त्यसको माथि मेरो लास्ट डेमा एडिसनल दे पेड मी लाइक 1000 अन टप अफ कन्ट्र्याक्टेड अमाउन्ट है बिकज दे लभ द वर्क वाउ बट गर्नु थपिनुपर्छ बिहान 6 बजे उठेर सिन्तारसम्म जानुपर्छ दिनभरि लाएर काम गरेर थाकेर घर आएर फेरि धोएर फेरि बिहान 6 बजे उठेर भाग्नुपर्छ है तर गर्नुपर्छ काम डेफिनेटली तर यस्तो हो मान्छेहरूले चाहिँ फेरि अमाउन्टको कुराहरू लिडा हुन्छ नि त भन्दाखेरि चाहिँ के भन्छ बुझ्नु पऱ्यो भने चाहिँ उसले त्यो अहिले गरेको कामको चाहिँ पेड होइन त्यो किनभने उसले अहिलेसम्म 7-8 वर्षदेखि चाहिँ ऊ लाइक हुन्छ नि ब्याक टु ब्याक लाइक आफ्नो डेडिकेसन र प्यासनलाई फलो गर्दाखेरि एउटा निखारेर आएको एउटा आर्ट अथवा क्रिएटिभिटीलाईको चाहिँ चार्ज हो नि त त्यो मान्छेहरूले चाहिँ बुझ्नुपर्छ है यो कुराहरू बुझ्दैन के दाइ मलाई चाहिँ कस्तो लाग्छ भने होइन जस्तै अब जुन मेकअप मैले त्यो बेलामा 1 घन्टा लगाएर गर्थेँ अहिले मैले त्यही मेकअप 10 मिनटमा भ्याउन सक्छु क्या सो यु नट ओन्ली पेइङ मी फर माई टाइम अब मान्छेले भन्ला आवरली पे गर्यो यु नट पेइङ मी फर माई टाइम यु पेइङ मी फर माई स्किल्स लास्टमा गरेर त्यही त चाहिने हो नि स्किल छैन भने त यो डेड यो गन त्यही पनि हो राइट ओके अहिले चाहिँ वर्ल्डमा एउटा ट्रेन्ड चाहिँ के चलिरहेको जस्तो लाग्छ मलाई भने चाहिँ हरेक मेकअप आर्टिस्ट होइन इन्फ्लुएन्सर्सहरूले चाहिँ आफ्नो पर्सनल ब्रान्ड बनाइरहेछ क्या आफ्नो पर्सनल प्रोडक्टहरू चाहिँ एज अ कमर्सियल मार्केटमा बेचेर चाहिँ दे आर लाइक हुन्छ नि बिलिनियर्स मिलिनियर्स काइन्ड अफ स्टफ क्या सो त्यही भएर चाहिँ मलाई एउटा कुरा भन्न के मन छ भने चाहिँ कहिले सोच्नु भएको छ लाइक मेरो पनि आफ्नो पर्सनल एउटा प्रोडक्ट निकाल्छु होला अथवा टाइपको केही सोचेको छ किनभने एट द इन्ड चाहिँ मेन तपाईँहरूको गोल चाहिँ त्यही नै हो जस्तो लाग्छ क्या मलाई एज अ कमर्सियल वाइज चाहिँ है यस तर आई वुडन्ट से इट्स अ गोल बट इट्स समथिङ द्याट आई वुड लाइक टु लाइक have someday future gera I don't want to have a product I think we have enough makeup artists creating products I don't want to be one of them I want to be able to create a magazine with every single work that I've done okay one time product when I let's say if I ever become as famous as there's another makeup artist called Pat McGrath it's fine that यो कुराहरू निश मान्छेहरूलाई मात्रै थाहा हुन्छ नि त अब हजुर कुनै फोटोग्राफरको नाम दियो भने मलाई थाहा नै हुँदैन को हो भन्ने हो को हो त्यो फोटोग्राफर जस्तो हुन्छ सो इट्स अन्डरस्ट्यान्डेबल सो बेसिकली कुनै बेला इफ आई एभर बिकम एज फेमस एज हर मैले एउटा म्यागजिन चाहिँ निकाल्छु जहाँ चाहिँ आम गोइङ टु राइट माई मका डायरी छ के एभ्री प्रोजेक्ट द्याट आइभ डन टिल नाउ पर्सनल प्रोजेक्ट्स मैले त्यसको पछाडिको स्टोरी लेखेर आउँछ क्या किनकि इट कम्स फ्रम अ डिपर अन्डरस्ट्यान्डिङ अफ माई ओन लाइफ एभ्री प्रोजेक्ट द्याट आई डु इट हेज सम काइन्ड अफ कनेक्सन टु माई लाइफ अनि यो पर्सनल प्रोजेक्ट्सहरूमा मैले आफै क्रिएटिभ डाइरेक्ट पनि गरेर आउँछु सो वेन आई बिकम द्याट फेमस if I ever become that famous. Of course, like one day, like यस्तो passion follow गरेर हिँड्नु भएको छ. Of course, you reach somewhere, definitely. If I ever become, or one day when I become, I'm going to release that book.
that book, that magazine with pictures, BTS, and the story behind it. Kinagi, I feel like not everybody deserves to know you. Tara, there has to be a point where you open up for the sake of humanity. And that is how I see when I talk about my personal, deeper issues in life. So that book is going to be about all of that. All right, definitely I will be buying. Hey, definitely, You get a free definitely. copy, don't Yes, worry. yes, of course. होइन होइन हामी यस्तो हो सब किन्छौँ नै ढुक्क हुनुहोस् है अब सबैले किन्नुहुन्छ किनभने यस्तो हुन्छ क्या जुन चिज चाहिँ एकदमै आफ्नो सिद्धतले चाहेर गरिरहेको चिजहरू हुन्छ नि Yeah. किनभने अरूले भन्दा हामीले के गरिरहेछौँ कि Yeah. कहीँ न कहीँ पुग्छौँ समयको खेल हो Well, कोही चाँडै पुग्ला कोही ढिलो पुग्ला yeah. तर डेफिनेटली पुग्छ अनि म पनि आशा गर्छु तपाईँको यो चाहना चाहिँ चाँडोभन्दा चाँडो पुरा Thank you. होस् धन्यवाद. अफकोर्स बरु यस इफ यु निड एनी हेल्प होइन फर हाम्रो एज अ मिडिया पार्टनरबाट चाहिँ Of यस course. वी आर रियली ह्याप्पी टु लाइक प्रमोट युर ब्रान्ड्स अथवा केही कस्तो छ Thank नि you so अलवेज much. वेलकम है तपाईँको लागि चाहिँ अनि यो कुराहरू अलराइट लाइक लेट्स टक अबाउट अझै पोर्चुगलको धेरै कुराहरू गर्नु मन छ मलाई किनभने Please. चाहिँ यङ्गर भाइ बहिनीहरूले नि हामीलाई पोडकास्टहरू हेर्नुहुन्छ नि त हजुर. तर यो इन्डस्ट्रीमा चाहिँ लागेर Mhm. इज इट पोसिबल टु सर्भाइभ एज अ मेकअप आर्टिस्टै It takes time, दाइ. है मैले अहिले even though you heard very good numbers out of my mouth, that's once in a while. That doesn't happen every single day. you know? So it doesn't happen every single day. So I have to have some kind of backing nita. So त्यसले गर्दा I have a part-time job. So I have to feed myself. I have to feed my dog. I need to buy new makeup. So अहिले it will eventually get there when I'm able to fully sustain myself just through makeup. Eventually it will get there. But till that doesn't happen, I think people should think don't give up. Till that doesn't happen. Like, it will eventually happen. If you are good, if you are passionate, if you know how to work harder on yourself, it will eventually happen. Right? That's how I see it. Ki in the end of the day, if Halai Icarus ko story tha cha, it's basically a guy who flies too close to the sun and then he gets burned. Usko चाहिँ life ko goal नै sun तिर जानु थियो के. So people always be like, don't be like him, don't fly too close to the sun. But I feel like, yeah, na, I'll rather die trying. So it will happen eventually. I don't know if it will happen soon, but it will happen eventually. तर चाहिँ जस्तो पनि प्लिज फलो यर प्यासन Yes. until Until whatever. whatever Until whatever. होइन के भयो Let's not talk about that. But until whatever. I know. whatever yeah it's good on okay it's so cool दामी खुसी लाग्यो साँच्चै लाइक मैले देखिरहेको छु तपाईँको फेसमा पनि एन्ड Yeah. I'm enjoying it. I was so nervous. अनि सब किनभने आफूले गरेको काम हो नि त त्यो Yes. चिजहरूलाई चाहिँ भनिरहन पाउँदाखेरि चाहिँ लाइक जुन खुसी एनर्जी लाग्दो लाइक रहेछ। खुसी Yeah. देखिरहेको छु क्या म अनि म खासै बोल्ने ठाउँ नै छैन दाइ कहाँ गएर बोल्ने म इन्फ्लुएन्सर पनि होइन टिकटक पनि बनाउन झ्याउ लाग्छ है बोल्ने ठाउँ नै छैन हो त्यही भएर नि हो नि त हामीहरूले चाहिँ पोर्चुगलमा छौँ नि त नेपालमा भए भए यो सबै इजी हुन्थ्यो होला अनि Yes. विदेशमा छौँ अनि इट्स नट इजी No. अनि एउटा फेरि कस्तो ठाउँमा गएर कुरा गर्ने त एउटा निस पनि त चाहियो नि त Yes. टिकटक एउटा निस छ तर त्योभन्दा अलिक मच मोर बेटर अलिक एप्रिसिएट गर्ने ठाउँ कहाँ छ त भन्नेको कारणले नै हामीले यो स्टार्ट गरिरहेको हो नि त Yeah. किनभने एक्चुअली नर्मल्ली अब तपाईँ एज अ दीक्षा होइन सबैले देखिरहेछ अलिअलि उसले मेकअप गर्छ तर उसको जर्नी के हो त उसले के कुराहरू पार गरेर चाहिँ यहाँ आछ यो के गरिरहेछ भन्ने कुराहरू चाहिँ पिपल डोन्ट नो नि त सो त्यही भएर चाहिँ आज यसरी हामी भेटी पनि रहेछौँ द्याट्स द गुड वान होइन Yes. अनि लेट्स टक अबाउट यो हाम्रो यहीँको जर्नीमा चाहिँ हेभ यु एभर लाइक कहिले कुनै बिग ब्रान्ड्सहरूलाई चाहिँ अप्रोच गर्नु भएको छ मैले पर्सनली छैन दाइ किन I don't know. I feel like I am skillful, but I'm not skillful yet. अलिकता अझै काम बाँकी अलिकता अझै पोलिसिङ गर्न बाँकी छ आफ्नो कामलाई जब आई फिल लाइक होइन माई वर्क इज सो गुड कि मैले यो जुन ब्रान्डलाई नि भने नि उसले मसँग काम गर्न मान्छ आई विल स्टार्ट अप्रोचिङ तर त्योभन्दा पहिला आई थिङ्क एउटा सेल्फ डिसिप्लिनको कुरा पनि जस्तो लाग्छ क्या दाइ किनकि आई डोन्ट वान लाइक आफ्नो स्किलभन्दा अगाडि भाग्न सक्दिनँ नि त म नि किनकि आई सी द वर्क द्याट दे पुट अन अनि आई निड टु बी रियालिटी चेक चाहिन्छ नि त कि मैले मेरो काम त्यति राम्रो छ र कि त्यति ठुलो ब्रान्डले मसँग आएर यस वी विल लाइक टु वर्क विथ यु भन्छ आई डोन्ट वान्ट त्यो पिआर प्याकेजेस मलाई त्यस्तो
रिच आउट गर्न मन छैन. आई वान्ट टु वर्क विथ देम. त्योहरूले क्याम्पेन बनाउँछ भने आई वान्ट बी पार्ट अफ द्याट क्याम्पेन एन्ड वर्क फर द फोटो सुट्स. or if I ever get to that level, touch wood, ki they will let me creatively direct their campaign. Yes. So I think I'm still working on it. So June Bela, I will feel like okay, my skills are going to back up my voice. I'm going to run for it, of course. So त्यो बेलासम्म I'll keep working. भनेपछि आफ्नो लाइक क्रिएटिङ चिजहरूलाई चाहिँ निखार्दै हुनुहुन्छ. द्याट्स द गुड वन. अफकोर्स त्यो गर्नु हुँदो रहेछ. तर रियलाइज है आफूले चाहिँ लाइक कतिसम्म चाहिँ गर्न सक्छ आफूलाई पनि थाहा हुन्छ नि त. अरूले जज गरिरहेको हुन्छ, त्यो आफ्नै पाटोको छुट्टी पाटो भयो. तर आफूले चाहिँ कतिसम्म दिन सक्छ भनेर त आफूलाई त थाहा हुन्छ नि त. आफूले आफूलाई झुट बोल्न त मिल्दैन नि त, सक्दैन पनि एक्चुअली. राइट, लाइक हो त्यो चाहिँ गर्नुपर्छ. मलाई चाहिँ अहिले क्वेसन तपाईँलाई किन सोधेँ भने चाहिँ बिकज वी आर लिभिङ इन युरोप अनि एज कम्पेयर टु हाम्रो एसियन साउथ एसियन कन्ट्रीहरूमा चाहिँ मेकअप फेसन्स को स्कोप त्यति कम छैन. मतलब छैन नि त, छैन नै भन्दा भयो कि. इज नट लाइक बिग बिग ब्रान्ड्स नेमहरू छैन नि त. तर युरोपियन कन्ट्री अथवा अब हाम्रो यो युएस नजिक भयो, युकेहरू, तर युएसमा त लाइक बिग बिग ब्रान्ड्सहरू छ नि त. सो वाइ नट एकचोटि उनीहरूसँग रिच आउट र एकचोटि काम गर्नु पायो भने त लाइक करियर नै लाइक हुन्छ नि ट्रान्सफर्म, लाइक सिधै नै माथि नै हो, रकेटै हो नि त. किनभने एकचोटिको कनेक्सन चाहिने हो. एउटा प्रोजेक्ट गर्नु पायो भने पनि इट्स अ रियली बिग थिङ. मैले त्यही भएर होला भने नि त, इफ स्किल त्यस्तो खतरा भएको भए म पोर्चुगल वुड बी माई सेकेन्ड लास्ट स्टप अनि आई वुड बी गोइङ समवेयर एल्स टु वर्क. मच मोर बेटर छ नि त. सो मलाई चाहिँ त्यस्तो लाग्छ कि सेफर पनि छ दाइ है. सेफर पनि छ किनकि मैले सेफर मिन्स कुन वेमा? इन जेनरल दा युरोप हामीले हेल्थ केयरदेखि लिएर जेनरल सेफ्टीदेखि लिएर एउटा युनियन सेफ्टी भनौँ न, त्यसमा राम्रो छ नि हाम्रो लागि त. अब हामीले पोर्चुगलकै कुरा गर्छौँ होइन. म अस्ति बिरामी परेँ. अब आइम नट अ पोर्चुगिज सिटिजन येट होइन. अनि अब टिआर कार्डमा आएको बेसिसमा मान्छे हो. मलाई इमर्जेन्सीमा लिएर जानु परेको थियो कि हस्पिटल. आई वाज रियली सिक अनि everything got done within 2 to 3 days. Everything was taken care of. My health, lifelong अब जुन मेडिकेसन खानुपर्छ त्यसले गर्दा everything, doctors to every single thing was taken care of. So I think somewhere हामीले प्यासनतिर लाग्ने बेलामा we have to also see the reality of life. जहाँ चाहिँ हाम्रो रेगुलर एभ्रिडे लाइफलाई चाहिँ कति कुराले इफेक्ट गर्छ. अनि त्यो बेलामा त्यो सोच्दाखेरि चाहिँ युरोप इज फार बेटर टु मुभ. कुनै अर्को ठाउँभन्दा पनि युरोपभित्र बसिराख्दाखेरि चाहिँ राम्रो हो जस्तो लाग्छ मलाई चाहिँ. तर इफ हेल्थ अनि जेनरल ह्युमन राइट्स भनौँ न खासै टेन्सन छैन भने चाहिँ यु क्यान गो टु स्टेट्स. या अलिक कन्ट्रोभर्सियल हो यो कुरा कति मान्छेहरूलाई, तर द्याट्स हाउ आई सी है. होइन यस्तो हो, आफ्नो पर्सपेक्टिभ हो नि त. त्यो त भन्न पाउनु पऱ्यो एज ए होइन. लाइक त्यो त पायो नि त. तपाईँको लागि सही हुने कुरा मेरो लागि नहुन सक्छ र मेरो लागि हुने कुरा तपाईँलाई नहुन सक्छ नि त. अब मान्छे पनि कुन स्टेटमा बसिरहेछ, अब त्यो मान्छेको लाइफको करियर कुन फेजमा कुन ग्राफमा चलिरहेछ रियली म्याटर गर्दो रहेछ क्या यो कुराहरू. लाइक इट्स अ गुड वान. एनिवेज लाइक पोर्चुगलमा चाहिँ कुनै एकदमै राम्रो काम गरेको छु मैले जस्तो चाहिँ सम्झिँदाखेरि कुन चाहिँ छ जस्तो यसो सम्झिँदाखेरि अलिकति लाइक हुन्छ नि फेमस पर्सनसँगै होला अथवा बिग नेमसँग होला अथवा यसो याद गर्दा छ? सो हाम्रो इन्डस्ट्रीमा सबभन्दा ठुलो इभेन्ट हो लिस्बन फ्यासन विक. सो आई गट टु वर्क लिस्बन फ्यासन विक लास्ट इयर. Okay. So I was one of the makeup artists for the team लिस्बन फ्यासन विकको. हामी बेसिकली 25 जति मेकअप आर्टिस्टको टिम हुन्छ इन्टायर. अनि टु बी एबल टु बी सेलेक्टेड फर द्याट आई वाज लाइक यस, थ्याङ्क गड आई गट द अपर्च्युनिटी जस्तो भएको थियो. सो आई डिड द्याट. त्यसमा चाहिँ को हुनुहुन्छ एक्चुअली? यहीँको मोडल्सहरू नि हुन्छ? यहाँको मोडल्स, बाहिरको मोडल्सहरू हुन्छ, यहाँको डिजाइनरहरू हुनुहुन्छ होइन, जसले चाहिँ बेसिकली यो सो अर्गनाइज गर्ने भन्ने कम्पनी चाहिँ सो प्रेस भन्ने कम्पनी हो. अनि बेसिकली एभ्रिथिङ गोज थ्रु देम यो प्रोजेक्टको लागि चाहिँ. अनि एभ्री इयर हुन्छ लिस्बन फ्यासन विक अराउन्ड अक्टोबर. अनि लास्ट इयर गरेँ. यो इयर आइ एम नट सो स्योर किनकि मेरो द पार्ट टाइम जब द्याट आइ एम डुइङ
it has a different schedule, so maybe I won't be able to join this year. But last year gare, so I was still happy about it. And I think it's something that I am very proud of as well. All right, that's the good one. Okay. भनेपछि लाइक यहीँको मेकअप आर्टिस्ट फेसनहरू तर फ्रेन्ड एउटा कुरा लेट्स टक अबाउट लाइक हुन्छ नि अलिकति पोर्चुगल र फ्रान्स अलिकति युरोपको अलिकति फेसनमा बढी हो के हो मलाई थाहा छैन है तपाईँलाई फ्रेन्च पिपलहरू अथवा फ्रान्समा चाहिँ किनकि ठुल्ठुलो अपर्च्युनिटिज धेरै छ दाइ हो तर यु हेभ टु सी मैले चाहिँ कसरी हेर्छु भने युभित्र होइन पोर्चुगल सानो ठाउँ छ होइन सो इट्स easier comparatively to other countries to get into this field. Portfolio बनाउन लागि आफ्नो स्किल शार्पन गर्न लागि अनि यहाँको पोर्टफोलियो लिएर इफ यु गो टु एन अ डिफ्रेन्ट कन्ट्री जिरोबाट स्टार्ट गर्नु पर्दैन क्या दाइ दे हेभ बेटर अपर्च्युनिटिज बर्लिन भयो मिलान भयो अफकोर्स दे हेभ बेटर अपर्च्युनिटिज देन पोर्चुगल मच बेटर मेरो फिल्डको लागि त मच बेटर दाइ है म त सोचेछ कहिले लाइक अफकोर्स किन सोच्दैन म अस्ति पनि जुवासँग गफ गरेर त्यसकै बारेमा कि मेबी इन द फ्युचर आई वुड लाइक टु मुभ आइ एम नट स्योर इफ बोथ अफ अस विल मुभ भन्ने कुरा तर किनकि उसको पनि त फ्यामिली यहाँ छ नि आई क्यानट एक्सपेक्ट समबडी टु जस्ट लिभ लाइक एभ्रिथिङ एन्ड जस्ट फर तिम्रो करियरको लागि या फर माई करियर बिकज आई अन्डरस्ट्यान्ड तर ही अल्सो डजन्ट केयर अबाउट टु मच थिङ्स सो हि इज लाइक होइन म सँगै जान्छु है ओके जोको धेरै कुरा भइरहेछ होइन लेट्स टक अबाउट योर लभ लाइफ होइन इज इट ओके ओके या टोटली फाइन अलराइट लाइक हामीलाई पनि एकदम क्युरियस हो क्या किनभने चाहिँ एज अ साउथ एसियन केटी अनि यहाँको टिपिकल पोर्चुगिजसँग बे गरिरहेछ अनि हाउ इज लाइक हुन्छ नि गाह्रो छ नि त कल्चरै कता हो कता डिफरेन्स अब ल्याङ्ग्वेज बेरियर्स अनि कसरी चाहिँ अब लाइक हुन्छ नि यत्रो वर्ष भइसक्यो तिमीहरू बे गरेर बसिरहेको अनि कस्तो के लागिरहेछ मतलब कसरी गाह्रो कतिको छ यो मलाई एकदमै क्युरियस भएको क्वेसन सो गाह्रो चाहिँ मोस्टली मेरो साइड अफ द फ्यामिलीलाई भएको थियो बिकज दे वर लाइक ओ माई गॉड बीफ खाने मान्छे फर्स्ट मामुलाई द मोमेन्ट सी फाउन्ड आउट द्याट आई वाज डेटिङ अ वाइट गाय सी इज लाइक हे भगवान बीफ खाने मान्छेले मन परायो हे भगवान माई मम सी इज कमेडिक सुपर कमेडिक पर्सन होइन केही भन्नु हर रियाक्सन्स आर सो फनी बेला बेला याद गरेर बसिरहन्छ होइन अनि द्याट वाज द फर्स्ट थिङ द्याट केम आउट अफ हर माउथ द मोमेन्ट जुवाको बारेमा थाहा पाउनुभयो अनि एकचोटि सुरुको कुरा गर्नु उसलाई भेटेको चाहिँ कहाँ एज लाइक मेरो वर्क द पार्ट टाइम वर्क ऊ पनि त्यही काम गर्छ सो हिम एन्ड आई बी बोथ वर्क टुगेदर अनि म एक दिन त्यस्तै बसिरहेको थिएँ बारतिर काम सुरु हुनुभन्दा पहिला त्यहाँ चेयर्सहरू छ नि त बारमा अनि बसिरहेको थिएँ अनि हि जस्ट अफर्ड मी कफी एन्ड वी बिकेम फ्रेन्ड्स आफ्टर द्याट अनि वेन्ट आउट फर अ लट अफ लाइक फ्रेन्ड्स सर्कलहरू सँगै सेम सर्कल पनि भयो अनि देन वी स्लोली फिगर्ड आउट द्याट वी लाइक इच अदर एन्ड वी स्टार्टेड डेटिङ आफ्टर अ व्हाइल तर कल्चरल डिफ्रेन्सहरूले भन्नुभयो है इट्स सच अ बिग थिङ है किनकि जस्तै सबभन्दा ठुलो डिफ्रेन्स आई थिङ्क म एकदमै वेस्टर्नाइज पारामा हुर्केको छु क्या दाइ सो मलाई खास चाहिँ त्यति डिफ्रेन्ट लागेन तर मामु पापाहरूको लागि चाहिँ त्यो एक्सपिरियन्स गर्दाखेरि चाहिँ आई क्यान टेल कि कतिको डिफ्रेन्स छ अब जस्तो नेपालमा कस्तो हुन्छ नि हाम्रो घर ज्वाइँको लाइक के भन्छ घर ज्वाइँ नै भन्छ ज्वाइँ होइन राइट छोरीको हस्बेन्डलाई ज्वाइँ भन्छ सो ज्वाइँ घरमा आउने बेलामा त ओ माई गॉड राजा नै आ जस्तो हुन्छ नि त ए ज्वाइँलाई यो मनपर्छ यो पकाउनु पऱ्यो यस्तो मनपर्छ यो गर्छ अनि यताको कल्चरमा त्यस्तो छैन नि त यो थाहा छैन हामीलाई यताको कल्चरमा त्यो ज्वाइँ राजा भन्ने छैन नर्मल हो उसको सिस्टर्सहरू छ होइन सिस्टर्सको बोयफ्रेन्डहरू हस्बेन्डहरू वेन दे कम टु द हाउस मिस्टर जय उसको ड्याडको नाम मिस्टर जय अब मजाले भेट्छ लाइक नर्मल के तर त्यस्तो चाहिँ हुँदैन कि ओ माई गॉड ज्वाइँ राजा आयो अब मेरो घरमा जब जुवाउँ जान्छ तैँले भन्नु पर्दैन उसलाई के मनपर्छ भनेर म पहिले पकाएर राख्थेँ नि किन भने हामीलाई अनि आज पनि अब स्पेसली जुवाउँलाई भनेर मोमो घरमा पाक्न लाग्छ है अब उसको लागि केही गर्नु पऱ्यो भने फोन आउँछ ज्वाइँ अनि जुवाउँले के खान्छ उसलाई के चाहिन्छ के स्पेसल ड्रिङ्क लिएर आइदिनु पर्ने हो कि के त्यो फुल अन ट्रिटमेन्ट ट्रिटेड लाइक अ किङ मामुको त झन् दाइ यो
अब फ्रेङ्कली हामी एकदमै वी आर टकिङ अबाउट भेरी पर्सनल अनि लाइक फन स्टफ म हल्लाई एउटा कुरा भन्छु होइन दिस मे नट बी इन्टरकनेक्टेड टु दिस कन्भर्सेसन तर इट जस्ट क्लिक इन माई हेड के जब पेरेन्ट्सलाई भेटाउनु पर्ने कुरा भएको थियो कि फाइनली लेट्स नाउ द्याट वी नो द्याट वी आर सिरियस एन्ड वी वान गेट म्यारिड पेरेन्ट्स भेटायो होइन यु नो वाट माई ड्याड सेड टु हिज फादर मलाई तेरो छोरो एकदम मन पऱ्यो हिज सुपर इनोसेन्ट तर मलाई मेरो छोरीको भर छैन उल्टै के म त जन्मेर तारिफ गलाएँ मेरो बाबु भनेर अनि कहाँ तारिफ गर्नु उल्टै कुरा काटिरहेछ बजेर बनाएँ उसको बुवाको रियाक्सन चाहिँ के थियो होला ही वाज लाफिङ ओके दिस इज वेयर वी हेभ टु अन्डरस्ट्यान्ड कि दिस इज इजी टु लाफ बिकज दे आर फ्रम अ डिफ्रेन्ट कल्चर अब यही कुरा नेपाली कल्चरमा भनेको भए नेपाली मान्छेलाई भनेको भए ए कस्तो केटी रहेछ बाउले किन त्यस्तो भने आफ्नै छोरीको बारेमा जस्तो हुन्छ अब किनकि यता त एकदम फ्रेन्डली हुन्छ नि त सबजना अब उसको पेरेन्ट्सलाई पनि मैले अब बिकज कल्चर डिफ्रेन्स मैले नामले लिएर बोलाउँदिनँ मैले मिस आना मिस्टर जय गरेर बोल्छु होइन तर वी आर लाइक फ्रेन्ड्स अब एक अर्काको लाइक मजाक उडाउँदै बस्ने कहीँ गयो भने फोटो पठाउने लाइक म यहाँ घुमिरहेको छु कसले गर्छ त्यस्तो त्यो तर मैले पनि मेरो साइडबाट चाहिँ मैले हेरेको चाहिँ एकदम सुपर फ्रेन्डली के दाइ सुपर फ्रेन्डली मलाई फर्स्टचोटि उसको घर बस्न जाने बेलामा उसको मामुलाई थाहा थियो आई लभ चिलिज भन्ने कुरा पिरो एकदम खान मनपर्छ बिचरालाई थाहा नभएर भिन्डी बोकेर आइदिएछ कि यति पुरो कटोरा भरेर भिन्डी सी थट द्याट्स लाइक बिग ग्रिन चिलिज सी दिन भिन्डी मैले खाएको थिएन रहेछ सो स्विट के कसले गर्छ त यस्तो भन्नु न सो आई गट भेरी लकी कि सुपर लाइक कलेक्टिभ अनि नाइस पिपल किनभने त्यो पार्ट त हामीले देखेको छैन नि त द्याट्स द रिजन चाहिँ हामीलाई नि क्युरियस लागेको हो कि सो वाउ लाइक भनेपछि रमाइलो रहेछ चलिरहेछ एउटा कुरा चाहिँ लाइक अब यिनीहरू 18+ पछि चाहिँ घरबाट निक्लिरहेको हुन्छ भन्छन् नि त मोस्टली अनि अहिले जो चाहिँ के छ लाइक फ्यामिलीहरूसँग बस्नुहुन्छ र मेरो हाम्रो वी हेभ अ सेपरेट अपार्टमेन्ट वी लिभ वी बट एन अपार्टमेन्ट लाइक अलमोस्ट 5-6 months ago ओके हजुर सेपरेट बस्यो हामी सेपरेट बस्यौँ तर त्योभन्दा पहिला वी वर लाइक स्लिपिङ उसको पेरेन्ट्सकै घरमा यतै लिस्बनमै दे लिभ अराउन्ड ओदिवालस सो उसकै घरमा उसको पेरेन्ट्सकै घरमा बस्यो ल्याङ्ग्वेजको कुरा चाहिँ उसको फ्यामिलीलाई त ल्याङ्ग्वेज डेफिनेटली इङ्ग्लिस आउँदैन कि के आउँथ्यो अलि जस्तो मेरो पोर्चुगिज छ त्यस्तो तेरोको इङ्ग्लिस हो सो टुटाफुटा गर्दै उसको मामु र म चाहिँ बेला बेलामा डु यु हेभ द्याट थिङ हामी साउन्डले बोल्छौँ के इन्स्टेड अफ युजिङ द वर्ड अब उसले पनि बेला बेला पोर्चुगिजमा के बोल्छ अनि मैले बुझेन भने द्याट थिङ एन्ड सिल मेक अ नोइज के वाट एभर नोइज द्याट थिङ मेक्स एन्ड आई हेभ टु लाइक क्याच अप टु द्याट के भन्न खोजिरहेको सो द्याट्स हाउ वी कम्युनिकेट है होइन लाइक उसलाई हजुरको हस्बेन्डलाई मैले पर्सनली एक दुईचोटि भेटेको छु इज रियली स्विट अ गाई होइन जेन्टल म्यान इज गुड अन अनि खुसी लाग्यो किनभने सबै कुराहरू राम्रो भइरहेछ अनि मेन कुरा चाहिँ कल्चरको त्यस्तो भास्ट हुँदाखेरि पनि लाइक एकअर्कालाई सपोर्ट गरेर हिँडिरहेछ अनि तिम्रो लाइक आफ्नो प्यासन र फलोलाई सपोर्ट गर्छ किनभने मैले त्यो दिन स्टुडियोमा पनि देखेँ क्या सो लाइक आइम सो सरी त्यो दिन अलिक म ढिलो भएको थियो आउनलाई स्टुडियो अनि यु गाइज आर लाइक हुन्छ नि सिटिङ अन इन फ्रन्ट अफ माई डोर्स अनि सो लाइक आई वाज सो इम्बेरेस होइन किनभने चाहिँ लाइक तिम्रो हस्बेन्ड पनि त्यहाँ आइरहेको थियो नि त लाइक यो गाई लाइक मोडल्स फोटोग्राफर्स इट्स क्रेजी म्यान लाइक वाट द ह्याक वाज गोइङ अन लाइक किनभने इट्स सो अर्ली मर्निङ नि त लाइक 9:30 समथिङ राइट इट्स फ्यासन लाइक आइम सो सरी अनि त्यो दिन त मैले हजुरको हस्बेन्डलाई देख्दा इट्स लाइक इट्स अ गाई टाइप त्यति बिचाराहरू उसलाई केही काम छैन उसले आएर एउटा डन्डा मात्रै समात्नु पर्ने छ किनकि त्यो बेला त्यो प्रपले गर्दा अनि आई निडेड एन एक्स्ट्रा ह्यान्ड त्यतिको लागि भयो नि अब बिहान उठेर सँगै हिँडिरहेछ तर सुपर सपोर्टिभ तर बेला बेला दाइ कल्चरल डिफ्रेन्स थाहा छ कहिले फिल हुन्छ जब वी हेभ टु टक अबाउट आवर अपब्रिङ्गिङ्स इमोसनल कुराहरू त्यो कुराले हुन एकछिन भनौँ न यो कुरा है जस्तै कहिले काहीँ एक्जाम्पल मैले तिमीलाई अलिकति मजमर तिमी डिटेल्समा आउँछ होला सो त्यही भएर तिमीलाई एक्सप्लेन गर्न खोजेँ जस्तै खुसी भन्दाखेरि त खुसी भइगयो कहिले काहीँ एउटा भित्री हुन्छ नि जस्तै हाम्रो दसैँ इक्जाम्पल आउँछ अरे चाडपर्व आउँछ अरे अनि तर उसलाई हामीले इङ्ग्लिसमा सम्झाउन खोजौँला तर उसले त्यो लेभलले
त्यो रियलाइज गर्न सक्दैन होला नि त यो पाटोहरू कहिले काहीँ आछ यस्तो यस्तो कुराहरू हुन्छ नि दाइ अफकोर्स हुन्छ नि कस्तो छ भने होइन इमोसनल क्या या अब फर मी अब जस्तै लेट्स टक अबाउट फुड होइन बिकज आई लभ टु इट लेट्स से होइन अनि अब आज हाम्रो फुडको कुरा गर्छ हाम्रो खाना बनाउनु कति स्पाइसेस युज गर्छ के मात्रै युज गर्दैन होइन वी हेभ सो मच अफ अल अफ द्याट इन्क्लुडेड होइन यहाँको कुजिन त्यस्तो छैन सो त्यो डिफ्रेन्स हुन्छ अब उसको घर जाने बेलामा कस्तो खाना पाकेर हुन्छ मेरो घर आउने बेलामा उसले के खाना अब म उसको जान्छु भने आई विल इट पोर्चुगिज कुजिन ऊ मेरोमा आयो भने मामु पापाको जाँदाखेरि हि इट नेपाली खाना अब दसैँको कुरा गर्नुभयो अब हि विल नट अन्डरस्ट्यान्ड कि उसले त्यो रातो कुर्ता लाउनु अनि त्यो टिका लाउनुमा मलाई कति खुसी भइरहेछ हि विल ह्याभ नो आइडिया उसले थाहा छ कि आइ एम ह्याप्पी तर हि डजन्ट अन्डरस्ट्यान्ड हाउ मच ह्याप्पी इट मेक्स मी टु सी हिम बी सपोर्टिभ अफ माई कल्चर अनि हाम्रो यो कुरा खासमा अलिकता आई थिङ्क समवेयर हाम्रो कल्चरमा पनि अडप्ट गर्नुपर्ने कुरा हो एउटा सानो नोट होइन यताको कल्चरमा दाइ बच्चाहरूलाई एज अ इन्डिभिजुअल हेर्छ के अनि हाम्रो कल्चरमा बच्चाहरूलाई यसको छोरा यसको छोरी भनेर हेर्छ कि जुआउ इज जस्ट जुआउ हि इज नट मिस आनाज सन हि इज नट मिस्टर जेस सन हि इज जस्ट जुआउ तर म कृष्ण थापाको छोरी म सन्तोषी थापाको छोरी अनि त्यसपछि आई एम समबडी आइ एम नट सेइङ द्याट्स अ ब्याड थिङ तर त्यसले गर्दा कति ठाउँमा चाहिँ एज अ फिमेल आई फिल लाइक आइम हेल्प ब्याक के है या तर यताको कल्चरमा केटीहरूलाई त्यस्तो हुँदैन यो हाम्रो अनफर्चुनेटली हाम्रो कल्चर कति ठाउँमा राम्रो छ अनि कति ठाउँमा नराम्रो पनि छ क्या सो त्यो चाहिँ अडप्ट गर्न सक्यो भने होपफुली द फ्युचर जेनेरेसन अफ द parents that we're going to get, the Gen Z, when they become parents. Maybe they'll understand this better. है यो पार्ट त एक्चुअली मैले सोचेको पनि थिएन यार बी अनेस्ट होइन यो पार्ट सोचेको थिएन बी अनेस्ट हो नि है यसो विचार गर्दाखेरि त अफकोर्स हो नि हो अफकोर्स सही हो यो कुरा ओके भनेपछि त्यस्तो कुराहरू कहिलेकाहीँ मनमा खड्किरहन्छ नि किन नआउनु अब उसको फेस्टिभल्सहरू हुन्छ नि त यहाँको क्रिसमस त अब एभ्री वान नो एक्चुअली सब नेपालमा पनि आजकल त फेसनै भइसक्यो अरू पनि यहाँको नर्मल्ली जस्तै यो धेरै कल्चरहरूको त्यो धेरै के त्यो कुराहरू चाहिँ तपाईँले कसरी लिनुहुन्छ मतलब आई इन्जोय म जान्छु रङसँग जान्छु म हामी उसको एभ्री इयर हाम्रो उसको फ्यामिलीबाट चाहिँ के हुन्छ नि क्रिसमसको बेलामा एकजनाको घरमा सेलिब्रेट गर्छ कि एन्ड दिस टाइम इट्स आवर हाउस अनि हामीले सबैजना मजाक बनाएर छौँ कि बकलाउ विथ करी हामी करीसँग चाहिँ बकलाउ किनकि आई डोन्ट नो हाउ टु कुक द्याट तर देयर इज एन एक्साइटमेन्ट यताको के अरे सेलिब्रेसन्सहरूको लागि पनि किनकि उसको फ्यामिली इज भेरी पुट टुगेदर के सबजना एकअर्कासँग मिल्छ अनि इट्स अलवेज लाइक हाम्रो अलमोस्ट साउथ एसियन कल्चर जस्तै कि सबैजना सँगै बसिरहेछ तर विदाउट यसको मामाको छोरीले त्यसको पैसा खान्छ विदाउट अल अफ द्याट एक्चुअल फ्यामिली लभ अनि त्यो सबै छ अनि this time it's going to be in our house so I'm so excited to celebrate म त उसको मामु र म त क्रिसमस भनेपछि पागल हो डेकोरेसन अलरेडी किनेर राखिसकेको हुन्छ अक्टोबर लाग्नु हुँदैन अक्टोबर लाग्यो कि डेकोरेसन सुरु हो एट अ नोट होइन एक्चुअली हामी चाहिँ अब मान्छेले कतिले पोर्चुगललाई नराम्रो भन्छ क्या कतिले लाइक हुन्छ नि म चाहिँ के भन्छु पोर्चुगललाई चाहिँ अर्को एउटा पाटोले के रूपले हेर्छु भने चाहिँ पोर्चुगलले हामीलाई बस्ने एउटा ठाउँ दियो कि सबभन्दा ठुलो कुरा के यदि हामी यो कन्ट्री नभए कहाँ गएर बस्थ्यो त थिएन नि नाम दियो घाँस दियो भास दियो सच अ लभली प्लेस सो लभली प्लेस मान्छेहरू पनि के अब जस्तै मैले कतिचोटि सुनेर हुन्छ कि यहाँ हाम्रो कल्चरको कस्तो हुन्छ नि हाम्रो नेपालबाट मान्छेहरू आउनु नेपाल इन्डियाबाट मान्छेहरू आउनुहुन्छ तर ऊहरू जाने भनेको त्यही नेपाली रेस्टुरेन्ट हो काम गर्न जाने भनेको त्यही नेपाली दिदीबहिनी बिना यताको मान्छेहरूसँग इन्टरेक्ट नै गर्न खोज्दैन त्यही भएर पनि हो कि अनि अर्को कुरा चाहिँ हाउ डु यु डु द्याट कि यु आर कमिङ टु अ कन्ट्री अनि त्यही कन्ट्रीको मान्छेहरूसँग इन्टरेक्ट गर्दैन हाउ डु यु ग्रो एज अ पर्सन पैसा मात्रै कमाउन आएको त होइन नि त लाइफमा पनि त यु हेभ टु अडप्ट यु हेभ टु चेन्ज अनि यही कुरामा चाहिँ अर्को पनि जोडिहालेँ म जस्तै उसले ढाका टोपी लगाइदिएमा चाहिँ हामी खुसी हुने अनि उसको देशमा आछौँ अनि उसको भाषा नबोल्न खोज्ने अनि
उसले उसको चाडपर्व चाहिँ हामीले सेलिब्रेसन नै गर्न नखोज्दाखेरि त उनीहरूलाई पनि त डेफिनेटली लाग्छ नि, अब भनौँ definitely नराम्रो न लाग्छ। भोलि उसको अब क्रिसमस सेलिब्रेसन गर्छ अरे घरमा होइन, अब मलाई गर्नै मन छैन भने पनि कस्तो रुड भयो त रुड भयो नि त। वाइल्ड रुड। नट जस्ट बिकज आइम म्यारिड टु अ पोर्चुगिज गाई, इन जेनरल पनि हामी बिहे हुनुभन्दा पहिला पनि वेन वी वर जस्ट फ्रेन्ड्स ही हेड इन्भाइटेड मी टु क्रिसमस, किनकि उसको फ्यामिलीमा अलवेज एन्ड आई टोल्ड हिम कि मैले खासमा कहिले क्रिसमस प्रपरली सेलिब्रेट गरेको छैन, किनकि अगेन नट समथिङ द्याट वी सेलिब्रेट। स्कुलमा प्ले हुन्थ्यो, प्ले हेऱ्यो बस्यो एउटा क्यान्डी खायो एट दि एन्ड अफ द स्कुल, त्यति मात्रै हो नि त हाम्रो लागि क्रिसमस सेलिब्रेसन। त्योभन्दा धेरै सेन्टा क्लसले आउँछ गिफ्ट दिन्छ भन्ने मात्रै थाहा छ, वी डोन्ट नो एनिथिङ एल्स एक्चुअली। अब यहाँ कस्तो मजाले सेलिब्रेट गर्दो रहेछ घर घरभित्र। अब ओबिदुस भन्ने सिटी नै छ, इन्टायर सिटी नै पुरै क्रिसमस डेकोरेसनमा हुन्छ। अनि ओबिदुस भन्ने सिटी छ क्या दाइ, कता हो टाढै हो यो धेरै टाढा छैन। आई थिङ्क इट वाज हामी लास्ट टाइम जाने बेलामा कति 2-3 आवर्स अवे मात्र होला, धेरै टाढा छैन। अनि त्यस्तो छ नि त, दे हेभ सो मच कल्चर, आफ्नो पनि कल्चर छ देयर, सो वाइ विल वी नट एक्सेप्ट द्याट अनि सेलिब्रेट द्याट एज वेल। इफ João with open hands is coming to my parents' place, सधैँ आउँछ, दर्शन नमस्ते भन्छ होइन, हाम नेपाली खाना जुन हामीले खाएर चाहिँ विथ अल द स्पाइसेस खाइरहेछ बसिरहेछ। That's the bigger challenging है ब्रदरको लागि। ओ माई गॉड, उसले फर्स्टचोटि हरियो खुर्सानी टोक्ने बेला त आँखाबाट आँसु, आम फाइन गर्दै एक आँखाबाट आँसु निकालेर के। तर that's the thing नि त, because like he tried to होइन appreciate your like हुन्छ नि cultures, language, like everything नि त। तर हामीले पनि त्यो कुराहरूलाई चाहिँ appreciate गर्नुपर्छ। म चाहिँ एकदमै भन्छु क्या, मान्छेहरूले एकदमै ब्याड लाइक साइड मात्र देखाएर चाहिँ यसले यस्तो भन्यो ऊ भन्यो यो गभर्मेन्टले, त्यो होइन। लाइक अब उनीहरूसँग पनि हामी अलिकति ओपन हुनु पर्यो होइन, उनीहरूको कल्चरमा नि भिज्न सक्नु पर्यो। ल्याङ्ग्वेज मात्र बोल्दै पनि दे आर ह्याप्पी, किनभने एटलिस्ट हाम्रो देशमा आएर बोलिदिरहेछ। जस्तै नेपालमा गभर्मेन्टको एउटा अफिसमा मतलब सरकारी अफिसमा गएर इङ्ग्लिस बोल्यो भने त्यो भित्रको मान्छेले के गर्छ होला हामीलाई, यदि नेपाली लुगा लगाएर गएको छ अथवा नेपाली हो भने इङ्ग्लिस बोल्यो भने त डेफिनेटली इज नट लाइक ट्रिट लाइक अ हुन्छ नि किङ टाइप त गर्दैन, डेफिनेटली भएकै त्यही त हो नि। नर्मली ट्रिट गर्छ। म नेपाल बस्ने बेलामा आई नेभर ह्याड एनी इस्युज, मैले इङ्ग्लिस बोल्दाखेरि यताउता लाइक त्यस्तो केही पनि कहिले पनि थिएन। अनि आई फिल लाइक हाम्रो कल्चरमा चाहिँ त्यो एउटा एड्याप्टिङ नेचर छैन क्या दाइ, त्यही कल्चर भन्दा पनि हाम्रो सोसाइटी भनौँ त, किन कल्चरको नाम मात्र बिगारिरहेको। कल्चर त ब्युटिफुल छ नि, नेपाली कल्चर त सो फकिङ प्रिटी। सोसाइटी हो नि त हाम्रो त मेन प्रब्लम त, सोसाइटीको आफ्नो नर्म्स एन्ड अड्स के कुराहरू मान्छन् होइन। अनि त्यो सोसाइटीले जबसम्म ओपन अप गर्न सक्दैन, अर्काको ठाउँमा आएर बसिरहेछौँ हामी। हाम्रो is this our country? Definitely not. Is for me, अब मैले नेपाल इज माई कन्ट्री भन्न मिल्दैन नि। म त्यहाँ जम्मा 5 वर्ष बसेँ हो, तर वेन आई वाज देयर आई वाज वेलकम विथ ओपन आर्म्स। मेरो साथीभाइहरूदेखि लिएर द पिपल आई वर्क विथ, नट जस्ट। अनि मलाई त्यो बेला पनि नेपाली आउँदैन थियो यति, म त्यो बेला नै इङ्ग्लिस नै बोल्थेँ, तर दे एक्सेप्टेड मी विथ ओपन आर्म्स। अनि वाट आई डिड इन रिटर्न, मैले त्यहाँको कल्चरहरू पनि राम्ररी सिकेँ, मैले नेपाली बोल्न जति सक्छु त्यति सिकेँ। आई हेभ टु डु समथिङ इन ब्याक। इट्स द सेम, हामी पोर्चुगल आइरहेछौँ, खाना पाइरहेछ, हेल्थ केयर राम्रो छ, लाइफ इज ब्युटिफुल, यु हेभ ब्युटिफुल सनसेट्स, यति राम्रो राम्रो कुराहरू छ। हामीले के गर्न, एउटा ओब्रिगादा मात्रै भन्दै भने कति खुसी हुन्छ यहाँको मान्छेहरू या, त्यति एक वर्ड पनि भन्दैन। म मामुसँग बेला बेला डेन्टिस्टको जान्छु क्या, अनि मामु जसले पनि लास्टमा गएर थ्याङ्क यू भन्नुहुन्छ क्या, अनि म मामुले चाहिँ मम्मी थ्याङ्क यू होइन ओब्रिगादा भन्नु, ओब्रिगादा प्लिज। त्यो सानो कुरा हामीले सिकाउने हो नि त। मामु पापाले त्यति सिरियसली सोचेको हुँदैन, तर सिकाउने पनि त हामी पनि हो नि त। जब जो यङ्गर जेनेरेसनले जब आफ्नो प्यारेन्ट्सहरूलाई राम्ररी बसेर सिकाउन खोज्छ, आई थिङ्क इट विल कम टु अ बेटर फ्युचर दाइ। अलराइट, हामी अलिकति अफ टपिक पनि गयौँ होला होइन। सो या लाइक हामी अलि लास्टमा पनि छौँ सोजको होइन। एउटा कुरा, यङ्गर भाइ बहिनीलाई चाहिँ यदि फेसन इन्डस्ट्री अथवा मेकअप एज अ त्यो इन्डस्ट्रीमा आउनु मन छ भने चाहिँ हजुरले दिनु पऱ्यो भने एउटा एडभाइस चाहिँ के दिनुहुन्छ होला, जुन चाहिँ मान्छेले चाहिँ फलो गर्दाखेरि मेबी दे अब सी अर ही उसको चाहिँ आफ्नो लाइफको त्यो प्यासनलाई चाहिँ फलो गर्न सक्छ होला, के लाग्छ? ह्याभ अ टफ स्किन, अनि आफूलाई आफैले क्रिटिक गर्न सिक्नुपर्छ। ओके टफ स्किन, किनकि मान्छेहरूले जसले पनि क्रिटिक गर्न रेडी हुन्छ, तैँले यो गरेर मिलेन, तैँले त्यो देखेको मिलेन, यताको भयो त्यो भयो, तर
आफूले जब आफ्नो कामलाई यता टाढा राखेर बस्छौँ नि अनि विषय होइन मैले यो काम गर्दाखेरि यहाँ मिलेको छैन रहेछ यसले गर्दा यो मिलिरहेको छैन आफूले जब त्यो गर्न सक्छ नि वी आर एबल टु टिच आवर सेल्फ के दाइ मेकअप इज सच अ फर मी इट्स अ थेरापी मैले आज पनि यता आउनुभन्दा पहिला दाइले मलाई टेक्स्ट गर्नुभएको रहेछ 12:30 मैले देखाएको थिएन नि मेरो फोन म बिहान उठेँ म 10 बजीतिर उठेँ होइन अनि उठेपछि मैले फोन साइडमा राखेँ अनि बसेँ मजाले मेरो मेकअप टेबलमा गएर बसेँ होइन अनि आनन्दले मेरो लागि थेरापी हो दाइ किन म आई वाज सो नर्भस बिफोर कमिङ हियर तर आइम ओपन अप अनि दिस इज वाट आई हेभ टु टेल पिपल बी पेसेन्ट मैले त्यो 10 बजे फोन नचलाउनु अनि त्यहाँ गएर 10 बजेदेखि लिएर 1 बजीसम्म मेकअप गर्दै बस्नु इज नट बिकज आइ एम स्लो आई एम टेकिङ माई टाइम फर मी इट्स थेरापी मैले यही कुरा मलाई पऱ्यो भने मैले 20 मिनटमा गर्छु पऱ्यो भने तर नै यु हेभ टु बी पेसेन्ट यु हेभ टु लर्न द स्किल यु हेभ टु गिभ टाइम टु यर सेल्फ एन्ड यु हेभ टु हेभ अ टफ स्किन अगाडिबाट मान्छेले 100वटा कुरा भन्ला तर त्यो 100बाट कुन चाहिँ एउटा र दुईवटा कुरा राम्रो भनेछ जुन चाहिँ मेरो लागि राम्रो त्यो मैले टिप्न सक्छु टफ स्किन नट अ ब्याड माउथ कसैले नराम्रो भन्यो नि त्यसलाई गएर कुट्न जाने होइन बोलिराखोस् माई वर्क विल स्पिक फर इट सो यु हेभ टु हेभ द्याट माइन्ड सेट कि माई वर्क विल स्पिक फर मी किनकि आई थिङ्क हाम्रो जेनेरेसन इज सो सेन्सिटिभ एट द सेम टाइम जेनजी भनौँ न इज सो सेन्सिटिभ एट द सेम टाइम कि जुन कुरा भने नि एकदम चाँडै जज गरिहाल्ने नराम्रो मानिहाल्ने तर नै लेट इट बी समटाइम्स यु हेभ टु लेट गो अफ वाट पिपल से एन्ड जस्ट किप वाट इज गुड फर यु अनि दिस इज हाउ यु हेभ टु सी योर स्किल्स दिस इज हाउ यु हेभ टु सी योर लाइफ नट जस्ट मेकअप योर लाइफ एज वेल you're gonna get tons of people who are going to talk shit about you. Have a tough skin. Have a tough skin. Just pick up. That's the good one. Actually. All right. By the way, you're looking so beautiful. Thank you. धेरै time. All right. हामीले चाहिँ अब लास्टमा चाहिँ एउटा चाहिँ सबैलाई कमन क्वेसन्स गर्ने गर्छौँ. Yes. जुन चाहिँ तपाईँलाई पनि म सोध्न खोजेँ. एज अ दीक्षा, एज अ इन्डस्ट्रीमा एक्सपिरियन्स वाइज अथवा एज वाइज एउटा फेजमा आइसक्यो तर समवेयर त्यो 18 वर्षको कतैको एउटा दीक्षालाई फर्केर हेर्ने भने त्यही दीक्षालाई 18 वर्षको त्यो यङ्गर केटीलाई एउटा कुरा भन्न मन छ भने के चाहिँ भन्न मन लाग्छ स्टार्ट क्राइङ टाइम म त्यो कुरा गर्न थाल्यो भने किनकि कति मान्छेहरूलाई थाहा छैन द हार्डसिप्स द्याट अहिले भन्दाखेरि एभ्रिथिङ साउन्ड्स पर्फेक्ट नि त बिहे भइसकेको छ राम्रो हस्बेन्ड छ राम्रो इन-लज छ तर देयर वर सो मेनी ups and downs that in general I have to go in my life with and medical issues yetauta ani all I have to say is to that Diksha is that you're going to make it. All right. Keep patience, you're going to make it. All right. All right. That's the wrap. I know. All right. Thank you so much for coming. Ani definitely this is your first time is not the last. Please यो तपाईको घर हो. Thank you for having me. अनि आउँदै गर्नुस् अनि एउटा कुरा चाहिँ के खुसी लाग्यो भने चाहिँ you are the first सायद हामीले अलिकति मतलब मच मोर अलिकति पर्चुगिज मान्छेहरूसँग काम गरिरहेको देखेको के हामीले चाहिँ के सो हाम्रो नजरमा मेबी अरू हुनुहुन्छ होला आई रियली डोन्ट नो तर हामीले पर्सनल्ली एज अ कम्युनिटीमा देखिरहने मान्छे चाहिँ हजुर हो अनि सो त्यही भएर चाहिँ हजुरले हामीलाई टाइम मिलाइदिनु भयो द्याट्स रियली गुड होइन हाम्रो लागि पनि अनि मैले त्यो भन्न खोजेको तपाईँको जुन ड्रिम छ जुन सोचिरहनु भएको छ त्यो म्यागजिन स्टफ I really love that concept. किनभने तपाईँको त्यो फेजदेखि त्यो एभ्री लाइक डायरीमा लेखेर राख्नुभयो भन्नुभयो नि त आई क्यान रिलेट क्या त्यो कुराहरू किनभने त्यो फेज एक्चुली फर्केर हेर्दाखेरि कस्तो लाइक त्यतिखेरको लागि डिफिकल्ट थियो होला तर अहिले हेर्दाखेरि चाहिँ त्यो तपाईँको लागि एउटा लेसन थियो होला होइन त्यो धेरै मेमोरिजहरू छ क्या आई टोटली अन्डरस्ट्यान्ड क्या त्यो कुरा चाहिँ फिजिकल्ली हेर्न पाउनु चाहिँ एकदमै ब्लेस कुरो अलराइट सो लेट्स चियर्स फर लास्ट होइन अनि सी यू सुन Yes. Alright guys, thank you and make sure subscribe है धेरैले चाहिँ हाम्रो च्यानल चाहिँ सब्सक्राइब नगरी हेर्नु भएको रहेछ so make sure guys give a big thumbs up. Subscribe to the channel please. Alright. Okay, bye. Thank you.